3 दशकदेखि लिटिगेसनमा हुनुहुन्छ भने उहाँले आफ्नो क्षेत्रमा आफूलाई अब्बल कानुन व्यवसायिक रूपमा स्थापित गरिसक्नु भएको छ। नेपालको टप लयर भनेर सर्च गर्दाखेरि सरको नाम सुरुतिरै आउँछ। म चाहिँ पहिलेदेखि कानुन व्यवसायमा आएको होइन। वासरुम गएर त्यो 5000 गनी फेरि हालेँ, फेरि गनी, फेरि मतलब 3 चोटिसम्म मैले त्यसलाई त्यो गरेँ। अनि त्यो त्यति बेला मैले चाहिँ नि एउटा टेबल किनेको छु त्यो पैसाले। त्यतिखेर 3000 मा टेबल किनेको छु, एकदमै राम्रो छ। त्यो अहिलेसम्म पनि छ। म त्यो टेबललाई अहिले पनि मुसार छु, माया गर्छु त्यो टेबल। सबै ढोकाबाट छिर्दैखेरि नै लिङ्रिङ गरेर छिर्ने एउटा आफूलाई महान देखाएर गरेर पनि होइन। तपाईँले एउटा कमान्डिङ यो मान्छेमा के छ कि क्या हो भन्ने टाइपले तपाईँले म जुन परिवेशबाट आएँ, जुन किसानको परिवारबाट आएँ, मैले जीवनमा एकजना कुनै न्यायाधीशलाई है प्रभावित पार्ने पैसा घुस त दूर की बात होइन, कमसेकम एकदम नजिकको साथी न्यायाधीश छ, त्यसैका मुद्दा पर्यो, म बहस गर्न गएको छु भने पनि उसँग अनौपचारिक कुरा मैले कहिल्यै आज हेर्नु। यो दुइटै एडिआर हो होइन, अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन हो। तर मेलमिलाप र आर्बिट्रेसन चाहिँ आकाश जमिन फरक छ। मिलाइदिने हो, मिलेन भने मिलेन भन्ने मिल्नुस् भन्नलाई सहजीकरण गर्ने। कोका कोलाको तपाईँको एउटा गुणस्तरको बारेमा आर्बिट्रेटर कहाँ मुद्दा पर्यो अथवा लिटिगेसनमा पर्यो भने अब लिटिगेसनमा त त्यो त ओपन इजलास हो। श्रीमान यो हो, यसो हो, यस्तो हो, कोका कोलामा यति चाहिँ के अरे कन्टामिनेटेड कुराहरू हालेको छ भनेर भोलि त पेपरमा आउँछ। त्यो कोका कोलाको बिक्री त स्वाटै घट्छ नि। त्यही तपाईँले जे भन्यो मान्ने वकिल नर पुच्छर हल्लाउँदै हस् हजुर भन्ने गरिहाल्छ। वकिलै होइन, हेर्नु त्यो चाहिँ वकिलै होइन। हेर्नु चाहे त्यो जति सिनियर वकिल होस्, मैले यहाँ देखेको छु कर्पोरेट क्लाइन्टहरूलाई जी हजुर गरेर हजुर हस् हजुर हुन्छ हामी कहिले कहिले मिटिङमा बस्छौँ, हामीभन्दा धेरै सिनियरहरूले पनि त्यसको चाहिँ अब तलुवा चाटेको भन्ने शब्द अलिक बढी होला, तर त्यस्तै गरिरहेको छ। एउटा यो चर्चित केस छ कि सर, यो धुर्मु सुन्तली फाउन्डेसनको, र त्यसमा नेपाल सरकारले झन्डै 18 अरब करोड पैसा दिएको छ मैले थाहा पाए अनुसार। अब त्यो 18 करोड पैसा चाहिँ कसरी त्यहाँ चाहिँ भुक्तानी गर्ने हिजोको ऋणमा भन्ने अहिले विवाद भइरहेछ र त्यसको लागि उहाँहरू लिटिगेसनमा जानुभएको छ जिल्ला अदालतमा। त्यसलाई चाहिँ नि एउटा आर्बिट्रेसनमा गएर त्यसको डिसिजन गरायो भने नेपाल सरकारको पैसा पनि आर्बिट्रेटरले जे डिसिजन गरिदिन्छ त्यो भुक्तानी गर्न पनि मिल्थ्यो। नमस्कार, म हरिप्रसाद उम्रे। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले उत्पादन गरेको ज्ञानपुञ्ज पडकास्टमा यहाँलाई हार्दिक स्वागत। नमस्कार। ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले नेतृत्व, व्यक्तित्व, संस्थागत र उद्यमशीलता विकासका क्षेत्रमा विगत 5 वर्षदेखि निरन्तर रूपमा सेवा र कामहरू गर्दै आएको यहाँहरूलाई पुनः स्मरण गराउन चाहन्छु। यसको सिलसिलामा हामीले फ्रम नलेज टु एक्सिलेन्सको अवधारणालाई अगाडि बढाएर यो क्षेत्रमा आफूलाई अब्बल साबित गरिसक्नुभएका व्यक्तित्वहरूसँग उहाँहरूका अनुभव साट्ने, सुन्ने र भालाकुसारी गर्ने ध्येयका साथ यो पडकास्ट सुरु गरेका हौँ। ज्ञानपुञ्जको यो पडकास्ट नवीनतम पडकास्ट आजको तेस्रो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ लामो समयदेखि लिटिगेसनमा लाग्नुभएका, करिब 3 दशकदेखि लिटिगेसनमा लाग्नुभएका व्यक्तित्व र पछिल्लो समय लिटिगेसन सँगसँगै आर्बिट्रेसनलाई समेत अगाडि बढाउनुभएका व्यक्तित्वसँग आज यिनै पेरिफेरीमा रहेर संवाद, छलफल गर्ने र उहाँका अनुभव सुन्ने गर्छौँ। आजको यो संवादका विशेष अतिथिलाई यहाँ स्वागत गर्छु। उहाँ हुनुहुन्छ वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। बाबुराम दाहाल लामो समयदेखि करिब 3 दशकदेखि लिटिगेसनमा हुनुहुन्छ भने उहाँले आफ्नो क्षेत्रमा आफूलाई अब्बल कानुन व्यवसायिक रूपमा स्थापित गरिसक्नु भएको छ। यसका साथसाथमा उहाँ आर्बिट्रेसनको क्षेत्रलाई आर्बिट्रेटरको रूपमा काम गर्ने मात्र होइन, उहाँ ट्रेनरको रूपमा समेत लामो समयदेखि यो क्षेत्रमा लाग्ने इच्छुक व्यक्तिहरूलाई प्रशिक्षण समेत गर्दै आउनुभएको छ। यसका अलावा यो कानुनी पेसा र आर्बिट्रेसनमा लाग्न खोज्ने न्युकमरहरूलाई अध्ययन अध्यापन पनि उहाँले गरिराख्नु भएको छ। आजको यो एपिसोडमा उहाँका यी यात्राका यी सुखद पलहरू, अप्ठ्यारा पलहरू, सङ्घर्षका कथाहरू, यी कुराहरू हामी सुन्नेछौँ। आउनुहोस्, यो एपिसोडमा सरलाई स्वागत छ। सर नमस्कार। हजुर धन्यवाद। सर लामो समयदेखि यो लिटिगेसनमा लाग्नु भएको छ
नेपालको टप लयर भनेर सर्च गर्दाखेरि सरको नाम सुरुतिरै आउँछ, चर्चित पनि हुनुहुन्छ धेरै विधामा। सरका विचारहरू संवादहरू बेला बखत एकदम हट्केको रूपमा आइरहेका हुन्छन्। सो यो 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 यात्रामा आउँदाखेरि यो यात्रामा आउँछु भन्दै गर्दा सरको कुनै यो लिटिगेसनमा कानुनी पेसामा आउने केही पहिलेदेखि प्लान थियो कि यतिकै यो पेसामा? धन्यवाद हरेजी। म चाहिँ पहिलेदेखि कानुनी व्यवसायमा आएको होइन। हजुर, म चाहिँ एसएलसी पास गरेँ। त्यतिखेर एसएलसी पास गरेपछि लोकसेवा आयोगको अफिस थियो नजिकै, घर नजिकै हेटौँडामा, जाँच दिएँ। म चाहिँ लोकसेवा पास गरिहालेँ। त्यसपछि जागिर खाएँ, त्यहाँ प्रमोसन पनि हुँदै गएँ। त्यसपछि कर्मचारी आन्दोलन भयो, सचित कर्मचारी आन्दोलन छ 48 सालमा। 48 सालमा हजुर। त्यतिखेर म कुनै जिल्लाको अध्यक्ष थिएँ, कर्मचारी जिल्लाको अध्यक्ष हुनुहुन्थ्यो। हजुर। मेरो जागिर गयो। जागिर गयो आन्दोलनमा, जागिर आन्दोलनमा कर्मचारी आन्दोलन गरे बापत। कति वर्ष जागिर खाँदाखेरि? करिब त्यतिखेर मेरो 10 वर्ष भइसकेको थियो। 10 वर्ष 9 वर्ष प्लस 9 वर्ष प्लस भयो, जागिर गयो। गइसकेपछि पछि बहाली त भयो, तर म चाहिँ त्यहाँ टिक्न सकिनँ है। अनि मैले अब कानुन सँगसँगै, अब मेरो जति बेला जागिरमा घुनपुत्लो लाग्न लाग्यो, अनि मैले कानुन पनि सँगसँगै पढेको थिएँ। अनि मैले एडभोकेट लाइसेन्सको जाँच दिएँ, त्यहाँ मैले टप गरेको, टप 5 हो मेरो। टप 5 मा हजुर नाउँ निस्क्यो। अनि मैले आइएल गरेको थिएन, मेरो घरमा कानुनको किताब थिएन, मैले कुनै कानुनको ल फर्ममा कहीँ पनि गएको थिएन त्यो दिनसम्म। अनि म चाहिँ टप 5 मा नाउँ निस्केपछि त म त वकिल पो हुनुपर्ने रहेछ, कहाँ म जागिरमा अल्झेको भनेको भन्ने मलाई लाग्यो। लको सेक्टरको पढ्दै नपढिकन पनि परीक्षा दिन पाइन्थ्यो? नै, ल त पढेको थिएँ मैले। त्यतिखेर बिएल भन्थ्यो, त्यो मैले पढेको प्राइभेटबाट क्या। त्यतिखेर त आइएल पनि थियो नि त, आइएल बिएल दुइटै थियो क्या। त्यो मैले आइएल गरिनँ। अनि घरमा मुलुक ऐन पनि थिएन मेरो, मैले खालि चाहिँ बिएल पढेँ। अनि त्यो जाँच चाहिँ एकदम प्र्याक्टिकल जाँच थियो। त्यो जाँच पनि मैले टप गरेँ भनेपछि त म त जान्ने रहेछु नि। म त कति प्र्याक्टिस गरिरहेको साथीहरू फेल भयो कि होइन। त्यसले गर्दाखेरि म चाहिँ यता आउनुपर्ने रहेछ भन्ने मलाई लाग्यो। अनि मैले चटक्क छोडेर म यतापट्टि आएको। भनेको के अरे, कर्मचारीको नेता भयो, जागिर गयो, यता टपमा आइयो। आइयो। अनि आएपछि अब मैले सुरुमा जब लफर्म खोलेँ, मेरो स्वर अलि ठुलो पहिलेदेखि नै, म अलि दुब्लो थिएँ त्यति बेला होइन। अनि त्यसपछि सुरुमै एउटा चाहिँ गाँजा मुद्दा म कहाँ आयो, फर्स्टमा मलाई याद छ आयो। अनि आइसकेपछि मेरो त्यतिखेर तलब 4000 थियो जागिरको। उसले मलाई 5000 भनेको 5000 दियो के त्यति बेला, एट द्याट टाइम। त्यो बेलामा तलब भन्दा यता लिटिगेसन, 1 महिनाको तलब भन्दा लिटिगेसन गर्दाखेरिको एउटा मुद्दामा 1000 बढी, 1000 बढी। अनि मैले यो पकेटमा त्यो पैसा हालेँ। अनि वासरुम गएँ, वासरुम गएर त्यो 5000 गनी, फेरि हालेँ, फेरि गनी, फेरि मतलब 3 चोटिसम्म मैले त्यसलाई त्यो गरेँ। अनि त्यो त्यति बेला मैले चाहिँ नि एउटा टेबल किनेको छु त्यो पैसाले। त्यतिखेर 3000 मा टेबल किनेको छु, एकदमै राम्रो छ त्यो, अहिलेसम्म पनि छ। म त्यो टेबललाई अहिले पनि मुसार छु, माया गर्छु त्यो टेबललाई। 5000 को टेबल? यस। पहिलो कमाइको टेबल, पहिलो कमाइको टेबल। एकदम खुसी लाग्यो सर। अनि यो पेसामा हजुर बाई चान्स जस्तै आउनुभयो होइन, टप गर्नुभयो, सोच्नु भए पनि थिएन, टप नि भन्ने उद्देश्य पनि थिएन। यसबाट एउटा आउने भनेको एउटा अप्ठ्यारो आउँदाखेरि अर्का सहज बाटाहरू पनि खुल्छन् भन्न पनि सकिने देखिन्छ। किनभने हजुरलाई यता त पेनिक त बनाएको थियो नि, हुँदो खाँदाको जागिर। एकदमै होइन, पेनिक त अब हेर्नुहोस्, यतापट्टि आएँ म कति वर्ष मेरो वकालत चलिसक्दा पनि महिना दिन पुग्दाखेरि भाडा तिर्नु पर्थ्यो नि। त्यो वकिलको एउटा हेर्नुहोस्, जुनसुकै कानुन व्यवसायलाई सोध्नु होला तपाईँ, चलेको पनि भाडा तिर्ने बेला आएपछि चाहिँ मेरो जम्मा गरेर पैसा ल्याएर तिर्नु नपरोस् भन्ने मान्छेलाई लागिरहन्छ है। त्यो जुनसुकै वकिल, चलेको वकिललाई पनि त्यो फिल हुन्छ सोध्नु होला। अनि सुरुमा त अब त्यो त प्यानिक त हुँदै गयो नि, हुँदै गयो। तर त्यसले मलाई विकास गरायो कि, किनभने म अफिसमा जागिर खाँदा 9:30 बजे घरबाट हिँड्थेँ होइन। अब म बिहान 7 बजेदेखि लफर्ममा कुरेर बस्ने भएँ, राति 8 बजीसम्म बस्ने भएँ। क्लाइन्टले जतिखेर बोलायो शनिबार पनि जाने भएँ। ममा त सक्रियता बढ्यो नि त, सक्रियता बढ्यो। सङ्घर्ष सहितको सफलताले स्वाद पनि पाउँदै गयो। अनि त्यसो भएपछि अनि विकास पनि, किनभने काम गर्दै जाँदाखेरि मलाई धेरै कुरा सिक्दै गएँ मैले। गर्न यो रहेछ, सिनियर मान्छेहरूसँग हेरेँ उनीहरूको होइन। अनि म करिब काठमाडौँ चाहिँ म पछि आएको, हेर्नु 60 सालमा हेटौँडाबाट होइन। र काठमाडौँमा म आएपछि करिब 20-25 जना सिनियरहरूको लफर्ममा म गएको छु। 20-25 किन गएको म भने, म उनीहरूसँग सिक्न गएको पनि होइन, उनीहरू कहाँ बस्न गएको पनि होइन, उनीहरूको तौर तरिका हेर्न गएको। कसरी अनि मैले 20-25 जनाको तरिका
राम्रा राम्रा जति तरिका मैले चाहिँ के छ भनेदेखि त्यो अब्जर्भ गर्नुभयो अब्जर्भ गरेँ है र मलाई त्यसले पनि सफल बनायो भन्ने लाग्छ। यो यहाँसम्म आउँदै गर्दा हजुरको यो सफलताको सिँढीमा आउँदै गर्दा ठ्याक्कै कोर कम्पिटेन्सी के हो सरको? अब मेरो कोर कम्पिटेन्सी चाहिँ के हो भन्दाखेरि एउटा त मलाई गड गिफ्ट हो, भगवान्ले मलाई स्वर ठुलो दिनुभएको छ पहिलो कुरा होइन। म अलिकति हाँसेर बोल्न सक्छु होइन। दोस्रो कुरा चर्को बोल्न सक्छु। वकिलमा हुनुपर्ने यो सायद यसले मलाई फाइदै गरेको छ। दुईवटा कुरा होइन। फर्स्टमा त मान्छेले हेर्ने सुन्ने यति हो, नलेज त तेस्रो चौथोमा आउँछ होइन। अनि त्यसपछिको कुरा चाहिँ मेरो भित्री कुरा मैले तपाईँले सोध्नु हो भनिदिएँ म तपाईँलाई, मलाई कसैसँग पनि डर लाग्दैन। यो थाहा छैन। यो मैले हेर्नुहोस् मेरो बामा त एकदम किसान परिवारको हो मेरो, हेर्नु म त्यहाँबाट आएको हुँ, तर भित्र चाहिँ कोही मान्छेप्रति पनि यो धेरै ठुलो मान्छे हो, यो महान हो, योसँग डराउनुपर्छ भन्ने मलाई कहिले पनि भएन, कहिले पनि भएन। अनि त्यसोले मलाई किनभने कानुन पेसामा चाहिँ यस्तो खालको मान्छे चाहिँ अलिकति सफल हुँदो रहेछ क्या मलाई। यो जाहिर खाएको मान्छे होइन, अनि यता लिटिगेसनमा लागियो, कुनै बेला यस्तो क्षण आएन कि बरु त्यता राजनीति नगरेर नेता नभएर कर्मचारीको नेता नभएर हुँदो खाँदो जाहिर खुरुखुरु खाएर त्यतै गएर अब हुन्छ? कहिले आएन, कहिले आएन। अहिले मलाई म जागिर भएको भए म त्यतिखेरका मेरो जागिरका साथीहरू कोही मुख्य सचिव के छन् होइन, म उहाँहरूसँग सँगै उहाँको र मेरो सँगै नाउँ निस्किएर छ त्यति बेला। अहिले हामी पल्टाएर हेर्छौँ अनि उहाँहरूको जीवन र मेरो जीवन अहिले हेर्दाखेरि उहाँहरू मलाई हेरेर ओहो यो त ठुलो भइस भन्छन् होइन। उनीहरू पदमा छन् उनीहरू ठुला जस्ता थिए, तर उनीहरू पदबाट खुसिसके होइन। अब म त तपाईँको हातखुट्टा चलुन्जेल बोल्न सकुन्जेल यो पेसा गर्छु नि त होइन। त्यो हिसाबले पनि र मैले अब आफ्नो मेहनत गर्दा पनि जागिरमा चाहिँ आफूभन्दा माथिको मान्छेको अन्डरमा बस्नु पर्थ्यो, यहाँ बस्नु पर्दैन। मेरो स्वभाव कसैको अन्डरमा नबस्ने खालको छ। त्यसले पनि मलाई के गर्यो भने अब आफै मेहनत गरेँ, इन्सपायर गर्यो, आफै मेहनत गरेँ, आफै पढेँ, अनि त्यही चिजले मलाई सिकाउँदै गयो। म अनि बिस्तारै बिस्तारै अगाडि बढ्दै गएँ। यो न्याय प्रणालीमा कानुनमा यो अलिकति ढिलासुस्ती घुसखोरी होइन बेला बखत आइरह हुन्छन् होइन। यो बाहिर आएका रुमर वास्तविक आएका रुमरहरू वास्तविक हुन् या रुमर नै हुन् होइन? जुन आउँछ नि यहाँ यति घुस खुवायो, यसो भयो, न्यायाधीशलाई प्रभावमा पार्यो, वकिलले यस्तो गर्यो उस्तो गर्यो भन्ने आउँछन् नि, यो यसमा सरको विचार यो दृष्टिकोण के छ सर? अब हेर्नु अहिले नेपालमा जति पनि सरकारी कार्यालय छ, अदालत पनि एउटा सरकारी कार्यालय हो, सबै सरकारी कार्यालयमा तपाईँको त्यो जवाफदेहिता चाहिँ छैन। तपाईँले निवेदन दिन जानुभयो, त्यो निवेदन दर्ता पनि गर्न सक्छ, नगर्न पनि सक्छ। तपाईँले दिएको निवेदनमा उसले कारवाही गर्न पनि सक्छ, नगर्न पनि सक्छ, जुनसुकै कार्यालयमा पनि। तर अदालत यस्तो ठाउँ हो जहाँ तपाईँले निवेदन दिइसकेपछि, जहाँ तपाईँले फिर्याद पत्र दायर गरिसकेपछि, जहाँ तपाईँले कुनै चिजको माग गरिसकेपछि कि दिन्छु भन्छ अदालतले कि दिन्न भन्छ, तपाईँलाई आधार कारणसहित डिसिजन गर्छ। यो निकाय भनेको नेपालमा अर्को छँदै छैन। त्यस कारणले अदालत नम्बर 1, अदालत इज अदालत। अदालत जतिको विश्वसनीय, अदालत जतिको जनताको सेवामा कार्यरत रहेको संस्था अथवा चाहिँ कार्यालय नेपालमा अर्को छैन। यो तर यस्तो पवित्र ठाउँमा पनि यो घुसखोरीका कुराहरू हेर्नु त्यो चाहिँ समाजको रिफ्लेक्सन हो कि समाज तपाईँको अब सबैतिर घुसखोरी चलिरहेछ भनेपछि त्यहाँ पनि त्यही समाजकै मान्छे कर्मचारी, त्यही समाजकै मान्छे वकिल, त्यही समाजकै मान्छे न्यायाधीश हुन्छ। अब उनीहरूको परिवेश त्यही हो, त्यही परिवेशबाट ऊ आएको हुन्छ। अनि अब यो छाल गर्ने त हामीले कथा सुनेकै छौँ नि, मान्छेले पैसै कमाउने सोच मोटिभ राखिसकेपछि अनेक गरेर त्यो गर्ने कुरा चाहिँ हो, तर अन्तभन्दा अदालतमा कम छ भन्छु मैले। यो प्रभावमा पारेर वकिलले प्रभावमा पारे होइन र मुद्दा हुनुपर्ने यो हो, तथ्य यो तथ्यलाई यसरी अपव्याख्या गरेर बङ्ग्याएर जिताए भन्छन् होइन। यसमा सरले प्रभाव कति पार्नुभयो नि? होइन, व्यक्तिगत प्रभाव त हेर्नुहोस्, मुद्दामा प्रभाव पार्नै पर्छ। प्रभाव नपारिकन तपाईँको मुद्दा जितिँदैन। हेर्नुहोस्, चाहे पहिला त लुक्सबाट प्रभाव पारिन्छ, दोस्रो बोलीबाट प्रभाव पारिन्छ होइन, तेस्रो आई कन्ट्याक्टबाट प्रभाव पारिन्छ। हेर्नुहोस् न्यायाधीशहरूलाई बडी ल्याङ्ग्वेज, पहिला त लुक्स भनौँ न, आफ्नो लुक्स, एपियरेन्स, त्यसपछि यो कम्युनिकेसन स्किल, बडी ल्याङ्ग्वेज, यस। अर्को तपाईँको अब चाहिँ
ऊ केमा प्रवेश गर्नुपर्ने हुन्छ भने नलेजमा, तथ्य नलेज, तथ्य र ज्ञानका कुरा। अब तपाईँको मुद्दामा ऊ कतिको कम्पिटेन्ट छ, कतिको उसले मुद्दा पढेर आएको छ, कतिको जानकार वकिल हो यो भन्ने कुरा अब जजले हेर्छ चौथोमा। फर्स्टमा हेर्ने कुरा त त्यो होइन नि, फर्स्टमा त बौद्धिकता कसले हेर्छ र, थाहा पनि हुँदैन। त्यस कारणले तपाईँ ढोकाबाट भित्र छिर्दैखेरि तपाईँ कानुन व्यवसाय गरेर जित्नुहुन्छ यदि मुद्दा भने तपाईँ त्यो जज जहाँ बस्नुहुन्छ, जहाँ चाहिँ तपाईँको इजलास हुन्छ, तपाईँ ढोकाबाट छिर्दैखेरि नै लिङ्रिङ गरेर छिर्ने होइन, तपाईँ आफूलाई महान देखाएर गरेर पनि होइन। तपाईँले एउटा कमान्डिङ यो मान्छेमा केही छ कि क्या हो भन्ने टाइप्सले तपाईँ चाहिँ भित्र छिर्नुपर्छ। सुरुमै त्यो सन्देश दिनुपर्छ। तपाईँ विनम्रतापूर्वक निहुरेर त्यो जजपट्टि फर्केर चाहिँ नि तपाईँको एउटा चाहिँ नि एटिट्युड एउटा चाहिँ पोजिटिभ एटिट्युड देखाउनुहोस्। त्यहाँ भएका अरू साथीहरूप्रति पनि यस्तो गर्नुहोस्, त्यहाँ हात जोडेर जजको अगाडि दुनियाँलाई गर्ने त होइन। विनयशील र विनम्रता पनि एउटा कडी हो, त्यो पनि एउटा हो। र सँगै तपाईँको चाहिँ नि के छ भने कपडाबाट, तपाईँको लवाइबाट होइन, तपाईँको चाहिँ नि जस्तो चस्मा लगाई, टोपी लगाई, कोट लगाई होइन, इत्यादि कुराहरूबाट पनि तपाईँलाई धेरै ठुलो। मेरो टोपी लगाएको पनि ठिकै, एकदमै राम्रो, एकदमै राम्रो देखियो। यो अर्को यो विषय प्रसङ्ग, यो वकिलहरूले अब सिधा सिधा भने सरलाई वकिलले घुस पाउँछन् र न्यायाधीशलाई प्रभाव पार्छन् भनेर त हामीले भने, अरूले भने होइन कि, वरिष्ठ अधिवक्ताहरूले टिभी इन्टरभ्यूमा भनिदिनु भएको विषय छ। सरले को न्यायाधीशलाई कति घुस खुवाउनु भयो नि? अब हेर्नु, यो घुस चाहिँ पहिलेदेखि नै हामी कहाँ के थियो भने भेटौँडा प्र्याक्टिस गर्दादेखि नै मिलाइदिनुहोस् न सर, त्यहाँ भनिदिनुहोस् न सर, हजुरले भनिदियो भने हुन्छ, हजुरको त सबै न्यायाधीशलाई चिन्नु भएको छ हजुरले, किनभने हजुर त डेली कामै यही गर्ने हो भन्ने मान्छे त्यो बेलादेखि मैले प्र्याक्टिस सुरु गरेदेखि आउँथेँ, अहिले पनि आउँछन् हेर्नुहोस्। कुरो बुझ्नुभयो? त्यो गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ वकिलको आफ्नो चाहिँ नि आफ्नो मोरल हो हेर्नुहोस् है। मान्छे धेरै मान्छे यसैमा आउँछन् हेर्नुहोस्, किनभने यो घुसको संसार छ हाम्रो हेर्नुहोस्। घुस चलेको देशमा अदालतमा पनि घुस चलाएको छ भन्ने बाहिर छँदैछ। त्यो भनेपछि घुस चाहिँ नि खुवाइदिए हुन्थ्यो वकिलले भन्ने चाहना राख्ने क्लाइन्ट नै क्लाइन्ट हुन्छन् हेर्नुहोस्, त्यसो विवादै छैन, विवादै छैन। तर अब मैले व्यक्तिगत रूपमा चाहिँ तपाईँले मलाई सोध्नु भएको हुनाले, किनभने म जुन परिवेशबाट आएँ, जुन किसानको परिवारबाट आएँ, मैले जीवनमा एकजना कुनै न्यायाधीशलाई पनि है प्रभावित पार्ने पैसा घुस त दूर की बात होइन, कमसेकम एकदम नजिकको साथी न्यायाधीश छ, त्यसै कहाँ मुद्दा पर्यो, म बहस गर्न गएको छु भने पनि उसँग अनौपचारिक कुरा मैले कहिल्यै आजसम्म गरेको छैन। र कहिल्यै यो मुद्दाको बारेमा कुनै न्यायाधीशलाई मैले आजसम्म मैले चाहिँ नि यो मुद्दा यस्तो छ है, कहिले कहिले त यसो हेरिदिनु पर्छ नि तपाईँले, नेभर, कहिले हेर्छु। म आर्बिट्रेटर पनि हुँ, उच्च अदालतले आर्बिट्रेटर नियुक्ति पनि गर्छ हामीलाई होइन, जस्तो मलाई कति ठाउँमा उच्च अदालतहरूले गरिराखेको छ। कुनै न्यायाधीशलाई मलाई गर्नुहोस् है, मैले कहिले भने पनि छैन। अब जति दिन बाँचिन्छ हगे म चाहिँ यो भगवान् छन् भने त्यता फर्केर म चाहिँ प्रण गर्छु तपाईँको अगाडि, म कहिल्यै पनि यस्तो आजसम्म गरे पनि छैन, भोलि पनि गर्दिनँ। यसले चाहिँ यो न्यायाधीशहरूमा लागेका आरोपहरू पनि मिथ्या हुन् भन्ने कुरा पनि होइन। अब मिथ्या किनभने क्लाइन्टहरू त मैले तपाईँलाई अघि पनि निवेदन गरेँ, क्लाइन्टहरू वकिललाई ल नमिलाइदिए भन्न त सबै त होइन, करिब धेरै क्लाइन्टहरू अधिकांश जान्छ हो। अब त्यो वकिलले पनि मिलाइदिउँ भन्ने लागेर पैसा कमाऊ भन्ने लाग्यो भने एकैछिनमा कुरा मिलेन र अनि त्यहाँ गरेकै छैनन् त म भन्दिनँ नि, गरेका छैनन् भन्दैनन्। साथीहरू त्यसैमा कतिजना बदनाम छन्, कतिले यसले गरे होला, नत्र यत्रो कहाँ यो गर्थ्यो भनेका छन् होइन। न्यायाधीशहरूलाई पनि मान्छेले ब्लेम गरेका छन्, त्यस कारणले सधैँ छैन दुध लिनु आज म भन्दिनँ, तर यस्तो परिवेश चाहिँ छ। सरले अघि त्यो आर्बिट्रेसनका कुरा उठाउनु हो। हजुर, आर्बिट्रेसनमा काम गर्न मजा कि लिटिगेसनमा? काम चाहिँ आर्बिट्रेसनमा मजा, लिटिगेसनमा भन्दा। तर लिटिगेसनमा क्लाइन्टहरूको फाइललाई दुनोगाई बनाउँछ भन्छन्। त्यो त्यस्ता मान्छेहरूको लागि लिटिगेसन रमाइलो होला। हेर्नु, लिटिगेसन चाहिँ के हुन्छ भने पहिलाको लिटिगेसन बहुत मजा थियो, किनभने हामीले जित्छ भने मुद्दा जित्थ्यौँ, हार्छ भने मुद्दा हार्थ्यौँ के। जस्तो मनले त भन्छ नि, मैले यो गएको मुद्दा जित्छु भने मुद्दा म जित्थेँ पहिला। अहिले चाहिँ जित्छु भने मुद्दा पनि हारिन्छ क्या, किनभने मैले कि जजलाई मैले बुझाउन नसके पनि हुनसक्छ, जजले अब नबुझिया त कसरी भनौँ होइन। जज भने चाहिँ बुझाउन नसके भन्न त मिल्यो, अब नसके त भन्नु पऱ्यो नि, हामी नै नसके भन्नु पऱ्यो नि, अब उसले बुझेन भन्नु भएन होइन, भन्नु न। त्यस कारणले गर्दाखेरि जित्नुपर्ने मुद्दा नि हारिन्छ क्या कहिले, अनि हार्न पर्ने मुद्दा नि जितिन्छ क्या। हो, तथ्य होइन, त्यसमा विभिन्न कुराले प्रभाव पारिरहेको हुन्छ कि, बुझ्नु भएन। अब कोही न्यायाधीशको, तपाईँको एकजना न्यायाधीशको चाहिँ म्याडम चाहिँ नि अर्को बिहा गर्नुभएको थियो कि, हो। अब त्यो श्रीमान कहाँ चाहिँ मुद्दा पर्दा
हक कायम भन्ने हुन्छ नि, श्रीमतीको नाउँको जग्गा लोग्नेले आफ्नो नाममा हक कायम गर्ने। मेरो चाहिँ श्रीमती चाहिँ परपुरुषसँग गइसकेको हुँदा, दोस्रो विवाह गरेको हुँदा भने हो। अनि त्यस्ता मुद्दा उहाँ कहाँ पर्ने बित्तिकै उहाँले जिताइदिनुहुन्थ्यो क्या, किन उहाँ आफैलाई परेको थियो होइन हो। त्यस कारणले यो अब आफूलाई परेकाहरूले त्यहाँ चाहिँ त्यो किताबी ज्ञानले, कानुनले भन्दा पनि अनुभवले गर्छ, त्यो ठाउँ पायो, गर्छ। जस्तो छिमेकीसँग चाहिँ तपाईँको जग्गा खिचोला मुद्दा गरिरहेको न्यायाधीश होला होइन, कसैको कुटपिट लुटपिटको मुद्दाको न्यायाधीश होला, कसैको घरैमा चाहिँ मुद्दा चलिरहेको न्यायाधीश होला हो। अब उसलाई त्यो चिजले भयङ्कर प्रभाव चाहिँ पारे हुन्छ, हेर्नुहोस्, बुझ्नुभयो। त्यो चाहिँ यसमा विवाद छैन। तर न्यायाधीश चाहिँ कस्तो भनेदेखि भगवान् नै हो न्यायाधीश भनेको। न्यायाधीश भनेको भगवान् हो। त्यहाँ भगवान् नै आएर बस्नुपर्छ त्यो कुर्सीमा। अनि भगवान् चाहिँ कतिवटा कुर्सीमा बस्ने, 77वटा जिल्ला अदालत छ, 18वटा उच्च अदालत छ, सर्वोच्च अदालत छ, सबै ठाउँमा त भगवान् आएर बस्न सक्दैन नि। त्यस कारणले भगवान्ले आफ्नो अंश दिएर मान्छेलाई ल मेरो अंश लिएर जाऊ, तिमी न्यायाधीश भएर बस भनेर पठाएको भन्छ के न्यायाधीशलाई। किनभने न्यायाधीशको एउटा डिसिजनले तपाईँ घरबार विहीन हुन सक्नुहुन्छ होइन, तपाईँ जीवनभरि जेलमा बस्नुपर्ने हुनसक्छ तपाईँलाई। हेर्नु, न्यायाधीशको एउटा निर्णयले तपाईँको जीवन सिद्धिन सक्छ, तपाईँको जीवनमा एकदमै चाहिँ तपाईँको के न हुनसक्छ। त्यस कारणले तपाईँ भगवान्को अंश होइन हो। अब न्यायाधीशले आफूलाई म भगवान्को अंश हुँ भन्ने सोच्नु पऱ्यो कि, बुझ्नुभयो। अब न्यायाधीशले आफूलाई के ठान्छन् भने म पनि कर्मचारी हुँ, म पनि बिदा पाउँछु, म पनि महिना तलब पाउँछु, मैले नै हाजिर गर्नुपर्छ भन्ने खोजेको। न्यायाधीशले आफ्नो गरिमा नै बुझ्नु भएन, उहाँहरूलाई हामीले बुझाउन नसके भन्नु पर्यो कि के भन्ने हो। न्यायाधीशको लाइनमा जाने मान्छेले त म मान्छे होइन, अघि सरले भने जस्तै म भगवान्को अंश हो, अंश बुझ्नु पर्यो नि त। भगवान्को अंश हुँ भनेर जुन बेलामा न्यायाधीशले आफूलाई बुझ्नुहुन्छ त्यो दिनबाट त्यहाँ न्याय चाहिँ नि पर्न थाल्छ क्या। न्याय मर्दैन, न्याय पर्छ क्या। न्याय मर्छ र न्याय पर्छ भन्ने दुईटा वर्ड छ अब न्याय मर्ने कुरा चाहिँ धेरै भइरहेछ क्या अहिले। यो कति त फेरि सेक्रेसी मेन्टेन पनि गर्नु पर्ला, कोड अफ एथिक्स पनि हुन्छ होइन, सरले सेयर गर्न मिल्ने। यो यस्तो मुद्दा हजुरथीमा आयो जुन मुद्दा तपाईँ पक्ष आए पनि नआए पनि त्यो मुद्दाको फैसलाबाट, न्यायाधीशको फैसलाबाट अहिले पनि एकदमै आनन्द आउँछ, त्यस्तो कुनै याद छ? मलाई याद छ, मैले सुरुवात गरेको मुद्दाको कुरा गर्छु म तपाईँलाई। त्यो नजिरमा प्रकाशित पनि छ, त्यो सायद 55 सालको होला। म चाहिँ हेटौँडा प्र्याक्टिस गर्थेँ होइन। टोपबहादुर सिंह भन्ने चाहिँ त्यतिखेरको न्यायाधीश हुनुहुन्थ्यो सर्वोच्च अदालतमा होइन। एउटा चाहिँ बन्दी प्रतिष्ठान मुद्दा थियो, त्यो मुद्दा चाहिँ म हेटौँडादेखि आएर प्र्याक्टिस गर्थेँ यहाँ सर्वोच्चमा है, उहाँ कहाँ परेको थियो। र त्यो मुद्दा नजिरमा प्रकाशित 5000 वाला मुद्दा त होइन, यो त हेटौँडाकै मुद्दा थियो, यो अर्कै थियो। अनि त्यो मुद्दामा बन्दी प्रतिष्ठान मुद्दा थियो र त्यो मुद्दामा त्यतिखेरका न्यायाधीश है, अहिले पनि त्यो टाउको निहुरिन्छ क्या। टोपबहादुर श्रीमान अहिले पनि जीवित हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ उहाँहरूको पूर्व न्यायाधीशहरू समाजको होइन। मतलब त्यस्ता न्यायाधीशहरू थिए कि त्यसमा मलाई धेरै आनन्द आउँछ। त्यो प्रकाशित नजिर छ, बन्दी प्रत्यक्षीकरण है, मर्दन सिंह थोकर भन्ने नाउँ छ, मलाई निर्णय नम्बर चाहिँ अहिले याद छैन है। वकिलको नाम मेरै छ, मेरो नाम टाइप गऱ्यो भने पनि त्यो चाहिँ उसमा आइहाल्छ है। त्यो चाहिँ तपाईँको एउटा मुद्दा छ। मैले त्यो मुद्दा गर्दाखेरि मलाई आनन्द आएको छ लाइफमा 55 सालमा। यो सरको ठ्याक्कै कति सालदेखि सुरु गर्नुभयो? 54बाट गर्नुभयो। 55 सालमै हजुरले गरेको चाहिँ नजिरमै स्टाफ त्यो अध्ययन अनि त्यसको प्रखरता त त्यही नतिजाले भन्दै काठमाडौँ त म 60-61 सालदेखि आयो, तर हेटौँडाबाट आएर गरे प्र्याक्टिसमा त्यो नतिजा त भनिदिइहाल्यो। अहिले यही लिटिगेसनले सर सिनियर एडभोकेट बन्नु भएको छ। यो एडभोकेट विद्वान मित्र भनेर सम्बोधन गरिन्छ भनेकै अघि न्यायाधीशहरूलाई चाहिँ भगवान्को अंश मानियो, वकिलहरू फेरि न्यायाधीशको अंश हो नि त होइन। न्यायाधीशहरूलाई न्याय निरूपणमा सहज गराउने त हो, हामी भगवान्का गणहरू हो नि त। जस्तो त्यो त्यहाँ भगवान् बस्नु भएको छ होइन, अनि भगवान्लाई काम गर्न सजिलो बनाइदिनु। अब हामीलाई अहिलेसम्म के भने ऊ पनि भगवान् भएर बस्दैन, हेर्नुहोस् यहाँको समस्या अहिले कि। अनि हामी पनि भगवान्का गण जस्ता छैनौँ। अब हामी पनि कस्ता भनेदेखि गण होइन, गुन्डा जस्ता क्या। तपाईँको चाहिँ के छ भने न्यायाधीशलाई जबरजस्ती गरेर आफ्नो पक्षलाई जिताउन लाउने के, त्यो पक्षै जस्तो भएर जाने के न्यायाधीश कहाँ, पक्ष जस्तो। हामी त कुराहरू उजागर गर्ने भन्ने होला नि त होइन र, किनभने उनले पनि वकिल भएर किन यसरी कुरा गर्छौ भनेर उहाँले पनि हामीलाई भन्नुहुन्न वकिललाई। हेर्नु, मैले एकजनाको मात्रै कुरा गरेँ होइन, आम प्रवृत्ति यस्तो छ क्या, आम प्रवृत्ति यस्तो छ क्या
कुरो बुझ्नुभयो नि। अनि अब क्लाइन्टहरू मलाई जसरी हुन्छ मुद्दा जिताइदेऊ, कति पैसा लाग्छ न्यायाधीशले खान्छन् भने देऊ भन्न आउँछन् हेर्न होइन। अब वकिल लोभियो वकिल भन्ने सिद्धिएन, कति बेरै लागेन नि यहाँ त, बुझ्नु भएन। साथीहरूले कति लोभिएर एकदम चाहिँ बिचमा खाइदिएर मान्छेलाई कङ्गाल बनाइदिएका पनि छन्, हामीले कति भेट्छौँ बेला बेलामा हेर्नु। त्यस कारणले गर्दाखेरि अब समाजले हेर्दाखेरि त त्यही फटा वकिलको नजरबाट हामीलाई हेर्छ नि। जस्तो मैले राम्रो काम गरिराखेको नजरबाट त समाजले हेर्दैन। हेर्नुहोस्, जो वकिलले गलत गरेछ यो वकिल पनि गलतै होला भनेर उसको नजरले मलाई हेर्छ कि, हुनु भने। त्यस कारणले अहिले जति नाउँ चलेका वकिलहरू हुनुहुन्छ खालि मुद्दा र पैसा मात्रै के, यो मतलब न्यायालयलाई सुधार गरौँ, न्यायालयलाई राम्रो गरौँ होइन, के गर्दाखेरि यो जनताको न्यायालय हुन्छ भनेर मान्छे लागे देखिँदैन के। सरलाई यो कानुन पेसामा लाग्दै गर्दा इन्सपायर गरेको कुनै कानुन व्यवसायी? अब विभिन्न कानुन व्यवसाय, मैले नाउँ चाहिँ म कसैको पनि लिन्न अहिले है। अब मलाई एउटाले के सिकायो भने, एउटा मुद्दा थियो, म हेटौँडाबाट भर्खर आएको थिएँ, सर्वोच्च अदालतमा त्यो मुद्दा उहाँ र म दुइटा भएर गरेको थियौँ, म उहाँभन्दा जुनियर वकिल थिएँ। अनि त्यो मुद्दा हेर्नुहोस् त कति नम्बरमा छ भन्नुभयो। मैले यदि एउटा मुद्दामा फलानुमा कहाँ परेको छ भने, अनि उसको सिङ्गल बेन्च छ कि छैन, उसको फुल बेन्च छ कि छैन होइन, त्योभन्दा माथिका मुद्दा चाहिँ कस्ता प्रकृतिका छन्, पालो आउला कि नआउला, त्यति सबै हेर्नु पर्दैन वकिल भएर भन्नुभयो सुरुमा। हेर्नुहोस् है, त्यो मलाई इन्सपायर भयो। अर्को एउटा वकिलले के भन्नुभयो भने, उधारो खाता नराख है, उधारो खाता राख्यो भने त्यसले गाउँभरिको मान्छे आउन दिँदैन। तैँले मुद्दा जिताएर त पठाछस् वकिलले होइन, तपाईँले पठाउनु भएको छ, तर चाहिँ पैसा लिने बाँकी छ भने, जस्तो कोही मुद्दा पऱ्यो भने ऊ त्यसले मुद्दा गरिरहेको थियो त्यसलाई सोध्नु न वकिल को रहेछ भन्छ नि, त्यो गाउँको मान्छेले मुद्दा गरे मान्छेलाई सोध्छ होइन हो। अनि त्यसले चाहिँ एउटा मेरो वकिल त छ त्यो डाका हो भन्छ अरे के, किनभने पैसा त्यसले मलाई दिएको छैन, त्यो फलानु तिम्रो गाउँको मान्छे होइन, त्यसले मेरो पैसा दिएन, त्यो फटारेछ भनेर भन्देला भनेर त्यसले विकर्षित गराइदिन्छ, त्यही रोकिदिन्छ। त्यस कारणले तपाईँले कि पैसा लिएर गर्नुहोस् कि नगर्नुहोस्, कि होइन कि मिना गरिदिनुहोस्, उसलाई त्यही गाउँमा गएर भेटेर बरु चिया खुवाएर, बुझ्नु भएन, चिया खुवाएर यो तिम्रै लागि, यो चाहिँ नि म आजबाट यो पैसा लिन्न, यो चियाको पैसा पनि मै तिर्छु ल है भनेपछि त्यसले फेरि भगवान् मान्छ तपाईँलाई, फेरि मुद्दा आउँछ। त्यस कारणले उधारो खाता राख्नु हुँदैन है। दोस्रो मतलब यो व्यक्तिहरूबाट सिकेको। अनि त्यसपछि जस्तो बहस गर्दा कहिले कहिले रिस उठ्छ, हेर्नुहोस् बुझ्नुभयो, कसरी रिस उठ्छ भने न्यायाधीशले उल्टा कुरा सोध्छन् क्या। अब त्यो हराइदेला भन्ने हुन्छ, अब आफू जित्नुपर्ने मुद्दा जितिन्छ भन्ने पनि छ, बुझ्दा पनि बुझ्दैन, जति भने पनि हुँदैन। हेर्नुहोस् है, त्यति बेला के गर्ने? जस्तो अब हामी त गाउँघरमा त रिस आएपछि त मुखबाट ततममा आउँछ, ठुल्ठुलो स्वर आउँछ, त्यहाँ त गर्न भएन, कन्टेम्प्ट अफ कोर्ट लाग्छ हो। त्यति बेला के भन्ने भने श्रीमान धेरैचोटि भन्ने क्या, श्रीमान, त्यसपछि तपाईँले भनेर हुन्छ श्रीमान, अनिखेरि त्यहाँबाट श्रीमान, हजुरले कुरा नसुने कसले सुन्छ श्रीमान। हेर्नुहोस्, श्रीमानले तपाईँलाई विनम्र बनायो, तपाईँले भन्नुपर्ने कुरा डङ्कीडङ्क भन्नुभयो। त्यो पनि मैले कोही वकिलसँग सिकेको छु, त्यहाँ अहिले सिनियर भइरहेका वकिलहरू कोहीले त्यसो गर्छन्। अनि अर्को मैले सिकेको, वकिलको ल फर्म चाहिँ झट्ट हेर्दाखेरि चट्ट हुनुपर्छ, बुझ्नुभयो। पहिला ल फर्म हेरेर तपाईँलाई क्लाइन्टले पैसा दिन्छ। हेर्नु, कज लिस्ट राम्ररी हेर्न जान्नु पर्यो, कज लिस्ट राम्ररी हेर्न जान्नु पर्यो, उधारो खाता राख्नु भएन, उधारो कुनै हालतमा राख्नु, विनम्रता र विनयशीलता ल्याउनको लागि चाहिँ आफू त्यो रिसलाई कन्ट्रोल गर्नको लागि, अहङ्कार र रिस कन्ट्रोल गर्नु पर्यो। अनि अहङ्कार रिस कन्ट्रोल गर्न सकिँदैन, यो मान्छेको स्वभाव हो आफ्नो। त्यो कन्ट्रोल गर्नको लागि एउटा टुल्स प्रयोग गर्नु, त्यो टुल्स प्रयोग गर्नु पर्यो। त्यसपछि लुक्स एपियरेन्स, इन्टेरियर डेकोरेसन अफिसको र आफ्नो पनि त्यो प्राइसिङको लागि, त्यो प्राइसिङको लागि। जस्तो तपाईँले दाँत चाहिँ माझेकै हुनुपर्छ कि, त्यहाँ गुट्खा खाएर त्यहाँ कालो बिचमा आएको छ अथवा त्यो छ भने तपाईँलाई क्लाइन्टले पैसा दिँदैन, पत्याउँदैन। अनि तपाईँ चाहिँ यहाँ चाहिँ नि पुरै त्यो चाया छ, यो सेतो कालो कोट हुन्छ नि हाम्रो त, यहाँ पुरै चाहिँ चाया झरिरहेको छ, बुझ्नुभयो। अनि नजिकै आयो भने गनाएर तपाईँ भनौँ न स्मेल आइरहेको छ, तपाईँ सफा हुनुहुन्न भनेपछि तपाईँलाई क्लाइन्टले के ठान्छ भने ऊ आफू फोरी नै होला होइन, क्लाइन्ट जेसुकै होला, तर यस्तो मान्छे पनि वकिल हुन्छ विद्वान, यसलाई विद्वानको गणनामा राख्न मिल्दैन भन्छ त्यसले। हेर्नु, सफा सुग्घर तपाईँको ल फर्ममा त्यो चिजहरू हुनुपर्छ, यो सबै ठाउँमा हुनुपर्ने अनिवार्य चिज। अनि होइन, यो त सबै ठाउँमा हुनुपर्छ, त्यो बेग्लै कुरा हो। अनि त्यसपछि कागजपत्र पनि सकेसम्म मिलाएर राख्नुहोस्, तपाईँ भद्रगोल गरेर नराख्नुहोस् होइन। त्यो चिज हेर्नुहोस्, मान्छेहरू धेरै मान्छे म कहाँ मुद्दा आउँदैन, काकाले फाइल हेर्न मागेको छ भन्न आउँछ कि, काकाले उसको काकाहरू कोही हुँदैन, हेर्नुहोस्, काकै नभए मान्छे पनि हुन्छ त्यो। तर काका जब भन्छ उसले, दाइले फाइल माग्नु भएको छ, मामाले माग्नु भएको छ जब भन्छ नि त्यसले,
त्यो फाइल लग्यो अर्को वकिल कहाँ लग्यो क्या उसको काका होइन कि उसले अर्को वकिलसँग उसको सम्बन्ध भयो अब त्यो किन तपाईँलाई छोड्छ त्यो क्लाइन्टले थाहा छ तपाईँले उसले सोचेको केही दिन सक्नु भएन तपाईँका ऊ चिया खान आएको होइन एउटा चिज याद गर्नु होला तपाईँले आउने बित्तिकै चिया सर्भ गर्ने होइन ऊ तपाईँ कहाँ चिया खान आएकै होइन तपाईँको रेस्टुरेन्ट होइन त्यो तपाईँको घर पनि होइन तपाईँ कहाँ आफन्त बनाउन आएको पनि होइन ऊ मुद्दा जित्नको लागि आएको भन्नुभयो त्यो कन्फिडेन्स सुरुमा दिएन ऊ हो तपाईँलाई चिया खुवाएर हजुर भनेर भनेपछि काका चाहिँ अर्को कन्फिडेन्स दिने खालको काका छ क्या उसको वकिल काका सूत्र लायो अनि तपाईँ यहाँ फाइल लियो गयो अनि त्यसपछि तपाईँको मुद्दा चल्दैन अनि सुधार अहिले मैले निवेदन गरेको अहिले सर यो एडभोकेसीमा लिटिगेसन यस्तो रमाउनु भएको छ सँगसँगै आर्बिट्रेसनमा जानु भएको छ है आर्बिट्रेसनमा पनि त्यो गन्दाखेरि भेटिने भित्र पर्नुहुन्छ यो लिटिगेसन मजा आउँछ कि आर्बिट्रेसन मजा आउँछ मलाई अघि नै तपाईँलाई निवेदन गरेँ आर्बिट्रेसन मजा आउँछ भनेर किन आउँछ आर्बिट्रेसन के हो त्यो आफ्नो हातमा हुन्छ के जस्तो लिटिगेसन चाहिँ न्यायाधीशको हातमा हुन्छ आर्बिट्रेसन आफ्नो हातमा हुन्छ जस्तो तपाईँ आर्बिट्रेटर हुनुभयो भने तपाईँले आफैले जजमेन्ट गर्ने हो तपाईँ जज हो होइन यद्यपि 3 जना हुन्छ त्यहाँ अर्को 2 जना पनि हुन्छ होइन अर्को 2 जना र आफू त्यहाँ चाहिँ कस्तो हुन्छ भने यतापट्टिको जस्तो लफ्फाजी गफ गर्ने ठाउँ होइन त्यो त्यहाँ चाहिँ टेक्निकलिटी हुन्छ के प्रत्येक कुरा टेक्निकल हुन्छ त्यहाँ चाहिँ यता नाउँ चलेका वकिलले पनि आर्बिट्रेसनमा राम्ररी बहस गर्न सक्दैनन् किनभने रौँ चिरा केलाउनुपर्छ र चाहिँ एकदमै टेक्निकल तरिकाले त्यसको तपाईँको चाहिँ नि डिसिजनहरू दिनुपर्छ र बहस पनि टेक्निकल्ली नै गर्नुपर्छ हेर्नु तर बहस गर्ने ठाउँमा वकिल मात्रै हुँदैन त्यहाँ इन्जिनियर पनि हुन्छ अरू एक्सपर्ट व्यक्तिहरू पनि हुन्छन् वकिल पनि हुन्छ प्रकृति अनुसार त्यसका विज्ञ व्यक्तिहरू पनि हुन्छन् भनिसकेपछि अनि त्यो चाहिँ सहज हुन्छ यतापट्टि जस्तो यसरी उभिनुपर्ने यस्तो ड्रेस कोड यस्तो अनि यता फर्किन नहुने उता हात पनि हामीभन्दा माथि लिएर गएर हात यसरी ठड्याएर औँला ठड्याउन नहुने भन्ने चाहिँ यतातिर बहस गर्न त्यहाँ केही फरक पर्दैन त्यहाँ चाहिँ खुलेर कुरा गर्न पाइन्छ बसेरै कुरा गर्न पाइन्छ चिया खाँदै खानेकुरा खाँदै पनि कुरा गर्न मिल्छ के हो भन्नुहोस् भन्दै जान्छ त्यसले गर्दा त्यो अनौपचारिक पनि हुन्छ होइन र चाहिँ त्यसमा चाहिँ न्याय पर्छ पनि के यो न्याय पर्छ आर्बिट्रेसन भनेको के हो सर आर्बिट्रेसन भनेको सरल भाषामा आर्बिट्रेसन भनेको चाहिँ जुन मुद्दा क्रिमिनल होइन मतलब त्यो चाहिँ फौजदारी मुद्दा होइन बाहेक वाणिज्य मतलब चाहिँ नि देवानीका वाणिज्य शाखाको करारसँग सम्बन्धित करार है जस्तो करार चाहिँ व्यक्त करार अव्यक्त करार लिखित करार अलिखित करारका विभिन्न थरीहरू छन् फरक छ सबैमा आर्बिट्रेसन हुन्छ बुझ्नु भएन मिलापत्र हुन सक्ने छोटकरी भन्दा मिलापत्र हुन सक्ने देवानी प्रकृतिको तपाईको कर्पोरेट वाणिज्य विवादहरू मध्यस्थकर्ताद्वारा हेरिने छ भन्ने व्यवस्था छ यो कानुनी व्यवस्था छ मध्यस्थता ऐन 2055 मा यो मेलमिलाप र मध्यस्थता बुझाइमा उस्तै आउँछ क्या अब हेर्नु यो दुईटै एडीआर हो हैन अल्टरनेटिभ डिस्प्युट रिजोल्युसन हो तर मेलमिलाप र आर्बिट्रेसन चाहिँ आकाश जमिन फरक छ किन फरक छ भन्नुलाई भने मेलमिलाप भने चाहिँ मिलाइदिने हो मिलेन भने मिलेन भन्ने मिल्नुस् भन्नलाई सहजीकरण गर्ने मिल्नुस् भन्नेलाई सहजीकरण गर्ने उसको हातमा तपाईँको फोर्सली गर्न के पनि सक्दैन मेलमिलापकर्ताले डिसिजन गर्ने होइन मेलमिलापकर्ता डिसिजनकर्ता हुन सक्दैन मेलमिलापकर्ताले फोर्सली यो गर्नु जस्तो नमिलिकन नहुने केस छ मिलाउनै पर्ने खालको केस छ तर मेलमिलापकर्ताले तपाईँहरू मिल्नै पर्छ भन्न सक्नुहुन्न खालि उहाँले सहजीकरण गर्ने हो सहजीकरण गर्दा सहजीकरण भयो भएन है उहाँको आर्बिट्रेसन चाहिँ जजमेन्ट हो त्यहाँ चाहिँ दुईटा पक्ष मान बहस गर्छन् उनीहरूले आफ्नो चाहिँ नि दाबी पत्र प्रतिदाबी पत्र लिएर आउँछन् प्रत्युक्ति लिएर आउँछन् र त्यसलाई उसले डिसिजन दिन्छ उसले दिएको डिसिजन अन्तिम हुन्छ उच्च अदालतले हेर्न पाउँछ थोरै कुरामा मात्रै हेर्न पाउँछ र चाहिँ आर्बिट्रेटरले गरेको डिसिजन चाहिँ सम्बन्धित जिल्ला अदालतले तुरुन्तै कार्यान्वयन गर्नुपर्छ भन्ने छ अहिले त्यस कारणले गर्दा यो चाहिँ जजमेन्ट गर्ने एउटा चाहिँ नि के छ भने न्यायालय नै भयो अघि आर्बिट्रेसन चाहिँ अब तपाईँको मिडिएसन चाहिँ त्यो जजमेन्ट गर्ने ठाउँ भएन त्यो चाहिँ मिल्छ भने मिलाइदिने मात्रै भयो यसमा यो आर्बिट्रेसनमा लाग्न खोज्ने करियर बनाउन खोज्ने जो न्यू कमरहरू हुनुहुन्छ इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूले कुन कुरामा बढी फोकस भएर अगाडि बढ्नुपर्छ अब पहिलो त न्यू कमरहरू र वकिलहरूले चाहिँ कर्पोरेट वकिल हुनु पर्यो
कर्पोरेट सेक्टरको काम गरिरहेको हुनु पर्यो अथवा कर्पोरेट सेक्टरमा काम गर्नको लागि इन्ट्रेस्टेड हुनु पर्यो। पहिलो फर्स्ट काम त्यही हो। उसले कम्पनी जान्नु पर्यो पहिला, व्हाट इज कम्पनी, कन्ट्र्याक्ट जान्नु पर्यो, कन्ट्र्याक्ट के हो, कम्पनी के हो, होइन। पहिलो कुरा मिनिमम उसले कन्ट्र्याक्ट र कम्पनी दुईवटा जान्नु पर्यो है। अनि सँगसँगै नेपालमा सबभन्दा धेरै आर्बिट्रेसन सार्वजनिक खरिदको छ, त्यस कारणले सार्वजनिक खरिदको कुरा पनि उसले बुझ्नु पर्यो। यो तिनवटा कुरा बुझ्नु पर्यो र केही न केही बुझ्नु, त्यसमा लिट्रेसी उसले चाहिँ केही न केही त्यसको लिट्रेसी चाहिँ उसले पाएको हुनु पर्यो, त्यसको साक्षरता प्राप्त गरे हुनु पर्यो पहिलो, होइन। भइसकेपछि अब त्यसपछि आर्बिट्रेसन चाहिँ त्यसपछि आउँछ बल्ल, होइन। अनि आर्बिट्रेसन के हो, आर्बिट्रेसन कसरी हुन्छ भन्दा दुईटा पक्षहरूको विवाद हामी रेगुलर कोर्टमा जाँदैनौँ, होइन। हामी हाम्रो आर्बिट्रेटर आफै नियुक्ति गर्छौँ, उसले दिएको निर्णय हामी मान्छौँ। अब यो वर्ल्डमा हेर्नु, युरोपमा, अमेरिकामा, इन्डियामा, इभन चाइनामा, हामी त चाइना पनि गएको छु म आर्बिट्रेसनको केसको सिलसिलामा। तपाईँको हामी सिङ्गापुर पनि गएको छौँ, त्यो सिङ्गापुर इन्टरनेसनल आर्बिट्रेसन सेन्टर भन्ने छ। त्यो सबै ठाउँमा अहिले हेर्दाखेरि करिब 90% यो कर्पोरेट केसहरू लिटिगेसनमा जाँदैन, सबै आर्बिट्रेसनमा जान्छ अहिले। अमेरिकामा, युरोपमा, अस्ट्रेलियामा तपाईँको किन आर्बिट्रेसन, यसको कारण के छ? अदालत नगएर आर्बिट्रेसनमा किन सर? यसको कारण के छ भन्नुलाई भने पहिलो कुरा त आफ्नो जज आफूले नियुक्ति गर्ने हो यसमा। भनेपछि एउटा पहिलो कन्फिडेन्स त्यहाँ आइसक्यो, पहिलो कन्फिडेन्स त्यहाँ आयो, किनभने तीनजना जज आर्बिट्रेटर मध्ये एकजना चाहिँ त्यो सम्बन्धित पार्टीले नियुक्ति गर्छ, अर्को चाहिँ आर्बिट्रेटर, अर्को विपक्षीले नियुक्ति गर्छ, दुईटामा। अनि दुईटाले प्रिजाइडिङ आर्बिट्रेटर जो अध्यक्ष आर्बिट्रेटर भनिन्छ उहाँलाई चाहिँ दुईजनाले नियुक्ति गर्छ। भनेपछि चाहिँ उनीहरूलाई कन्फिडेन्स त मेरो मान्छे छ त्यहाँ भन्ने त हुने भयो नि त। उसको मान्छे भएर उसले काम गर्नु त हुँदैन, ऊ जज त जजै हो, तर पनि उसले विश्वास गरेको व्यक्ति त हो नि, साइकोलोजिकली उसलाई पनि एउटा सपोर्ट गर्छ। अनि विपक्षीले राखेको आर्बिट्रेटरलाई पनि यसले मान्नुपर्छ। यो त एउटा कन्फिडेन्सको कुरा हो। अनि विपक्षीको आर्बिट्रेटरलाई पनि यसले मान्नुपर्छ। म मान्दिनँ यो मान्छे चाहिँ के छ भन्दाखेरि अलिकति झल्लु खालको छ, यो अलिकति चाहिँ इथिक मोरलको छैन भन्ने भयो भने विपक्षीको आर्बिट्रेटरलाई पनि निकालिदिनु मिल्छ कि यो अर्कोले आर्बिट्रेसन। त्यस कारणले पहिलो त कन्फिडेन्सको कुरा आयो फर्स्टमा, होइन। त्यो विज्ञ पनि हेरेर राख्न मिल्यो पहिलो। दोस्रो कुरा अनौपचारिक छलफल हुने भयो त्यहाँनिर भित्र गइसकेपछि, त्यो गोप्य हुन्छ। हेर्नु, अब गोप्यताले के फाइदा गर्छ भन्नुलाई भने जस्तो एउटा तपाईँलाई उदाहरण भनौँ, म कोका कोलाको तपाईँको एउटा गुणस्तरको बारेमा आर्बिट्रेटर कहाँ मुद्दा पर्यो अथवा लिटिगेसनमा पर्यो भने अब लिटिगेसनमा त त्यो त ओपन इजलास हो, श्रीमान यो हो, यस्तो हो, कोका कोलामा यति चाहिँ के अरे कन्टामिनेटेड कुराहरू हालेको छ भनेर भोलि त पेपरमा आउँछ। त्यो कोका कोलाको बिक्री त स्वाटै घट्छ नि, त्यही दिन घट्छै घट्दैन। तर आर्बिट्रेसनमा गोप्य हुन्छ, त्यसले दिएको अवार्ड पनि गोप्य हुन्छ। तपाईँले आजसम्म आर्बिट्रेटरले दिएको अवार्ड भनिन्छ, हामी त्यसलाई चाहिँ के अरे फैसला भनिँदैन, अवार्ड भनिन्छ इङ्ग्लिसमा, त्यसलाई निर्णय भन्छौँ हामी। त्यो कहिले देख्न पाउनु भएको छैन नि आर्बिट्रेसन नगर्ने साथीहरूले। हो, त्यो कति धेरै आर्बिट्रेसन भइरहेछ तर बाहिर आउँदैन नि, त्यो गोप्य भएको कारणले गर्दाखेरि कर्पोरेट वर्ल्डमा त्यसले काम कन्फिडेन्स हुन्छ, गोपनीयता हुन्छ। दोस्रो तेस्रो के हुन्छ भने आर्बिट्रेटर आफैले नियुक्ति गरे आर्बिट्रेटर हो र उनीहरू चाहिँ नि त्यो अनौपचारिक रूपले त्यहाँ कामहरू हुन्छ। अदालतमा जस्तो एकदमै लामो लेन्दी प्रोसेस हुँदैन, त्यसले गर्दा छिटो हुन्छ, क्विक हुन्छ। कन्फिडेन्स, गोपनीयता र क्विक हुन्छ। अब चौथोमा के हुन्छ भने त्यसको धेरैवटा चाहिँ टायर हुँदैन के। जस्तो आर्बिट्रेटरले डिसिजन गर्यो, जम्मा 4वटा कुरामा उच्च अदालतमा जान पाइन्छ, जम्मा 4वटा कुरामा मात्र। एकमा चाहिँ नि तपाईँको त्यो करार नै हुन नहुने करार भएको रहेछ, माइनरले गरे रहेछ, त्यो करारै चाहिँ करार गर्न अयोग्य व्यक्तिबाट करार भएको रहेछ र जान पायो, त्यो चाहिँ होइन, त्यो चाहिँ जान पायो, होइन। नसुम्पिएको विवादसँग सम्बन्धित कुरामा उसले अवार्ड दिएको रहेछ, होइन। दोस्रो तेस्रो तपाईँको चाहिँ नि त्यो अर्को पक्षलाई दिनुपर्ने सूचना समयमा नदिकन एकतर्फी एक्सपार्टे ड्यू प्रोसेस फलो गरेर रहन्छ। अब अर्को लास्ट चाहिँ चौथो चाहिँ के छ भन्दाखेरि तोकिएको विषय भन्दा बाहिर गएर, होइन, कुनै डिसिजन गरे, नत्र भनेदेखि उच्च पनि जान पाइँदैन। अब आर्बिट्रेटरले डिसिजन गर्न साथ, अवार्ड गर्न साथ जिल्ला अदालतले तत्काल कार्यान्वयन गर्नुपर्छ भन्ने व्यवस्था छ अहिले। भनेपछि अनि मान्छे किन त्यो लिटिगेसनमा जान्छ? पहिला जिल्ला अदालत जाऊ, त्यसपछि उच्च जाऊ, सर्वोच्च जाऊ, अनि टुङ्गेपछि मात्रै बल्ल हुन्छ। खर्चको हिसाबले के हुन्छ? खर्चको हिसाबले तपाईँ जिल्ला, उच्च, सर्वोच्च तिनटामा जुन कुद्ने तपाईँको समय हुन्छ नि, त्यो कुद्ने समय, त्यसको ड्युरेबिलिटी, वेस्ट अफ टाइम, त्यो वेस्ट अफ टाइम, होइन, त्यो मनीको पनि वेस्ट हुन्छ। र तपाईँको अहिले तपाईँले चाहिँ 10 लाख पाउनु र 5 वर्षपछि 10 लाख पाउनुमा त आधी फरक पर्छ नि त। त्यो 10 लाखको भ्यालु 5 लाखमा आउँछ नि त,
होइन। त्यस कारणले गर्दाखेरि मान्छे आर्बिट्रेसनमै जान्छन् र युरोप अमेरिकामा गइसके, नेपालमा गएको छैन। म तपाईँलाई ग्यारेन्टी गरेर भन्छु, वकिल साथीहरूलाई पनि तपाईँको पोडकास्ट मार्फत भन्छु, नेपालमा अबको 10 वर्षपछि 90% कर्पोरेट केसहरू तपाईँको चाहिँ नि कर्पोरेट विवादहरू आर्बिट्रेसनमै जान्छ। आर्बिट्रेसनको लागि तयारी हुनुहोस् साथीहरू। यसले सरले भन्नुभएको नेपाल पनि यो आर्बिट्रेसनको इमर्जिङ मार्केट हो। एकदमै इमर्जिङ मार्केट हो। दुबईमा 1990 मा हेर्नु, एउटा तपाईँलाई म कोट गराउँछु, 1990 मा दुबईको जब विकास भयो हुँदाखेरि उसले बेलायतबाट 400 जना आर्बिट्रेटर ल्यायो। बेलायतले के अरे बेलायतबाट दुबईमा 36 वर्ष अगाडि 36 वर्ष किन ल्याएको भन्दा त्यहाँको कर्पोरेट वर्ल्डको विकास गर्न ल्याएको। 400 जना आर्बिट्रेटर हेर्नु, उनीहरूले भनेको मुहमागी किमत दिएर ल्याएको हेर्नु, बेलायतको आर्बिट्रेटर र आज दुबई त्यहाँ पुगेको छ कि। त्यस कारणले जति पनि कर्पोरेट विवादहरू छ त्यो रेगुलर कोर्टमा जाने बित्तिकै त्यो कर्पोरेटको दुनियाँमा विकासै हुँदैन के। कर्पोरेट दुनियाँमा तपाईँ यदि विकास गर्ने हो भने तपाईँले आर्बिट्रेसनमै जानुपर्छ। यो आर्बिट्रेसनलाई त्यो नेपालमा इन्स्टिट्युसनलाइजेसन गर्नलाई, संस्थागत गरेर जानलाई कहाँ ल्याप्सेस छ न के कुरा गर्नु। अब हेर्नु, अब हामी कहाँ अब केही विडम्बना पनि छ यसमा। अहिले आर्बिट्रेसनमा 2-3-4वटा संस्थाहरू दर्ता भएर काम गरिराखेको छ। त्यसमध्ये सबभन्दा पुरानो र चाहिँ अलिकति राम्रो विश्वसनीय संस्था नेप्का भन्ने छ, नेपाल मध्यस्थता परिषद होइन। अब त्यो चाहिँ कस्तो छ भन्नु होला भने अब खुल्न धेरै खुलेका छन् होइन, तर त्यसलाई संस्थागत तरिकाले काम गर्ने हिसाबले धेरै संस्थाहरू अगाडि बढिरहनु भएको मैले देखेको छैन होइन। अब चाहिँ एउटा म साँच्चै राम्रो आर्बिट्रेसन गर्छु भन्ने मान्छेहरूले एउटा संस्था कुनैलाई भइरहेकै संस्थालाई राम्रो बनाए पनि हुन्छ, धेरै अगाडि बढाउनु पर्ने अवस्था चाहिँ मैले देख्छु, त्यस्तो देख्छु म। यो आर्बिट्रेसनमा जाने इन्ट्रेस्ट गर्नुभएका अघि जुन भन्नुभयो नि कर्पोरेट मुद्दाहरू हेर्ने के गर्ने, उहाँहरू एउटा दुईटा तालिम लिएर इनफ हुन्छ? हुँदैन। त्यो त कस्तो हुन्छ भने पहिला त तपाईँ अहिले त रिभ्यू गर्ने धेरै तपाईँ गुगलमा पनि छ, व्हाट इज आर्बिट्रेसनको बहस गर्नुहोस् भनेर तपाईँले एआईलाई भन्नुभयो भने उसैले बहस गरेर तपाईँलाई सुनाइदिन्छ। त्यो त फेरि यस्तो होला नि त सर, अस्ति एउटा न्युज भाइरल भएको थियो नि, त्यो हाम्रो कार्की आयोगको प्रतिवेदन एआईमा हाल, मैले के यसको कुरा के हो भनेर सोध, त्यसैले कारवाही गर भनेर कारवाही गरेर मैले त्यो भने होइन। सुरु आउने साथीहरूले त अब सिक्ने त्यो त हो नि, सुरुमा आउने साथीहरूले सिक्ने त आफूभन्दा सिनियरसँग सिक्ने, गुगलबाट सिक्ने नै हो तालिम। सुरुमाको कुरा गरेँ मैले तपाईँलाई। सुरुमा बिस्तारै तपाईँको चाहिँ प्रोफेसनल हामी जस्तो अलिकति काम गरिरहँदा त्यो एआईले हामीलाई के काम दिन्छ र? काम दिँदैन। हामी एउटा प्रोफेसनलिजममा अगाडि बढिसकेपछि त्यसले काम दिँदैन। सुरुको कुरा गरेँ, सुरु चाहिँ त्यसरी गर्दै चाहिँ नि अब क्लाइन्टले पनि तपाईँलाई पत्याउनु पऱ्यो। क्लाइन्टले नपत्याइकन त तपाईँले आर्बिट्रेसन पाउनुहुन्न नि त। यहाँहरूलाई जानकारी गराउँ, ज्ञानपुञ्ज स्कुल अफ लिडरसिपले कन्ट्र्याक्ट म्यानेजमेन्ट डिस्प्युट रेजुलेसनको तालिम, प्रोफेसनल आर्बिट्रेसन तालिम र आर्बिट्रेसन ट्राइब्युनल सेक्रेटरीको तालिम समेत आयोजना गरेको छ र गरिरहेको छ। यसका वान अफ द प्रशिक्षक र कन्ट्र्याक्ट म्यानेजमेन्ट डिस्प्युट रेजुलेसनको प्रमुख प्रशिक्षकको रूपमा समेत आजका हाम्रा अतिथि वरिष्ठ अधिवक्ता आर्बिट्रेटर बाबुराम दाहाल हुनुहुन्थ्यो। यो तालिम हामीले पनि चलाएको सर होइन। अहिले ज्ञानपुञ्जले चलाएको आर्बिट्रेटर मार्केटमा करिब 300+ हुनुहुन्छ होइन। अब कति तालिमकै लागि तालिम लिएको पनि भएको छ, कति चाहिँ एकदम यसमा एकदम प्रखर रूपमा लाग्नु भएको छ। कसैलाई के छ भने तालिम लिएँ अहिले सक्छु भनेर, तर सकिँदो रहन्छ भन्ने कन्फिडेन्स लुज गर्नुभयो कि तालिमपछि होइन। र केही चाहिँ लिनुभएको छ र कति साथीहरू के छ भने सर मेरो करियर बनाउने आर्बिट्रेसनमा हो, जति तालिम हुन्छ मैले खबर पाऊँ, मेरो सिट एउटा बुक भन्नुहुन्छ कि होइन। त्यसरी आएका नयाँ आर्बिट्रेटरले तपाईँलाई च्यालेन्ज चाहिँ हुँदैन? केही च्यालेन्ज हुँदैन। हामीले हेर्नुहोस्, यो पुराना आर्बिट्रेटर पुराना वकिल होइन, म चाहिँ झोला बोकाएर हिँड्ने मात्रै यो पुरानाले भन्ने छ नि त सर। नै म चाहिँ हेर्नुहोस्, म चाहिँ यो कुराको विरोधी मान्छे हो। हामी धेरै वर्ष वकालत गरिसक्यौँ होइन, हामी पेटभरि खाने खालका भइसक्यौँ। अब हामीले जुत्ती खेलेर यही काम गरिरहने होइन क्या। सेलेक्टिभ मुद्दा हेर्ने, मैले नै हेर्नुपर्ने खालका मुद्दा हेर्ने, तर सबै मुद्दा अब मैले हेरेर हिँड्ने होइन। 24,000 वकिल भइसके, उहाँहरूले काम गर्नु परेन। म चाहिँ अहिले सेलेक्टिभ मुद्दा मात्रै हेर्छु, जुन पाए त्यो मुद्दा पनि हेर्दिनँ।
म कहाँ साना त्यो भनौँ न भर्खरका मुद्दाहरू आउँदा पनि आउँदैन। वरिष्ठ अधिवक्ताहरू बिहे दर्ता गराउन गइदिने भनेर यहाँ कम त अब यो चाहिँ गलत छ। यो चाहिँ तपाईँको बार काउन्सिलले यो एकदमै कडासँग बिहे दर्ता गराउन जान पाइँदैन वरिष्ठ अधिवक्ता। त्यस कारणले यदि गएको छ त्यस्तो किसिमको अवस्थाको छ भने बार काउन्सिलले कारवाही गर्नुपर्छ भन्छु मैले। र वरिष्ठ अधिवक्ताले यो चाहिँ नि मुद्दा पैसा पैसा भन्ने लोभ चाहिँ छोड्नुपर्छ, नभए वरिष्ठ छोड्नुपर्छ। यो खालको एकदमै बढी यो तपाईँहरूले यो कुरा, तपाईँ पनि कानुन व्यवसाय हुनुहुन्छ हरिजी, तपाईँ एउटा राम्रो कानुन व्यवसाय हुनुहुन्छ। यो मुद्दा यो बिहे दर्ता कुरा उठाएकै मैले यही मेरो अनुभवले नै हो सर। के भयो भने त्यो मलाई त्यसले फाइदा गर्यो। फेरि हेर्नुहोस् है, फाइनेन्सियल्ली पनि मैले त्यति धेरै पैसा अहिलेसम्म ल्याएन है, पाएको छैन, ल्याएन होइन, पाएको छैन। एकजना कानुन व्यवसायी अस्ट्रेलियाको नागरिक नेपाली महिलासँग बिहा गर्ने कुरा भयो, सबै उहाँहरूको टुङ्गिसक्यो। अब यो लिगल्ली मात्रै जाने कुरा मात्रै भयो। उहाँले गुगल सर्च गर्नुभएछ नेपालमा कुन लयर छ भनेर हेर्दाखेरि त्यो लयरको नाम उहाँलाई ठ्याक्क देख्नु भएछ। यसो हेरेको, इन्टरभ्यू दिएको देख्नुभयो, यो ठिक हो भनेपछि अस्ट्रेलियाबाट फोन गर्नु, यताबाट फोन गर्नु, के गर्नु, यताउता गर्नुभयो। आएपछि एयरपोर्टमा भेट भयो, त्यसो त्यहाँ भयो, 8-10 हजारको खाजा खानुभयो, के गर्नु, ट्याकटुक आउँदाखेरि यसो टोकन अफ ल पनि सानो ल्याइदिनु भएको रहेछ, ट्याकटुक अब हाम्रो त बिहा हुने भनेपछि आज यो डकुमेन्ट, अर्को दिन यो डकुमेन्ट, यो गरेर 3 महिना ऊ नेपाल बस्नुजेल छ, त्यो 3 महिना झुलाइदिनु भएछ। त्यसो उहाँलाई के भयो भने मन्दिरमा बिहे गर्नुभयो, के गर्नु, एभ्रिथिङ भइसक्यो होइन। अनि अब सर्टिफिकेट पाउने भएन भन्ने भएपछि त्यो कस्तो भएछ नि, बुटोलबाट हुनुहुन्थ्यो, बुटोलमा एउटा त्यो फोटो स्टुडियोमा गएर के भन्नुभएछ भने यो प्रसङ्ग उठ्दाखेरि होइन त हामी त दुःख पायौँ, यो वकिलले यसरी घुमाइदिएर बिहे त अब अरू चिनेकै छैन, उसैको भर गऱ्यौँ, अब दिन जाने दिन 4-5 दिन मात्रै बाँकी छ, अनि हाम्रो त बिहे दर्ता हुन सके छैन भने त्यहाँ कुरा सुनाउनु भएछ। र त्यो फोटो स्टुडियो दाइले चाहिँ के भन्नु, कति काम गर्छ के गर्छ मलाई थाहा छैन, मैले जान्दिनँ होइन, उसले केमा कम्पिटेन्स छ, काम हुन्छ कि हुन्न, गर्नुपर्छ के मलाई केही थाहा छैन। एकजना भाइ मैले वकिल चिनेको छु भनेर उहाँले भन्नुभएछ, लौनु कुरा गराइदिनुहोस् भन्नुभयो। त म ठ्याक्कै जिल्ला अदालतमा एउटा बस पहिरैदेखि सकेर बाहिर निक्लिरहेको थिएँ, फोन आयो। त्यसै उहाँ सिधा के उहाँ एकदम हरियापा हुनुहुन्छ, भाइ म फलानु यो एउटा बिहे दर्ताको थियो, तिमीले हेर्छौ हेर्दैनौ भनेर भन्नु। हेर्छु नि दाइ भने। को के हो भने मलाई वाट्सएपमा डकुमेन्ट पठाइदिनु, म अहिले बाटोमा छु, अदालत निक्लिएको छु, म अफिसमा सबै हेरेर रिभ्यू गरेर तपाईँलाई पठाइदिन्छु। उहाँसँग जे के चाहिन्छ नभन्नु, उहाँसँग के डकुमेन्ट छ पठाउनुहोस्, तपाईँलाई लेख्न क्या न अल्छी लाग्यो भने मलाई भोइस पठाउनु भने मैले। त्यसो उहाँ आउनुभयो, त्यो आएपछि यसो हेरेको विदेशीको बिहे रहेछ, अधिकांश डकुमेन्ट बनाएको थियो, 2-3 वटा डकुमेन्ट बनाएर रहेछ, त्यसैमा रलमलिनु रहेछ। त्यसै काठमाडौँ आउनुभयो, आएपछि मैले हुन्छ भने, किन नआउने कुरै थिएन, हुन्छ भने त्यो काम सक्ने केस थियो, ल आउनुभयो। अनि नेपाल बसेको प्रमाण पनि उहाँसँग छँदै थियो, त्यत्रो समय बसे, होटलकै पनि थियो, आफन्त यहाँ बसेको थियो, जहाँ पनि थियो। त्यसपछि यो कागज तपाईँ मिसिङ छ, यो बनाएर ल्याउनुहोस् भने उहाँले बनाएर ल्याउनु। भोलिपल्ट त्यो कस्तो भएछ भने यहाँ आउनुभयो, म अर्को काममाथि मोबाइल साइलेन्ट राखेर मिटिङ यसरी गरिरहेको, आधी घन्टा 45 मिनट फोन गर्दा मेरो फोन उठेन्छ। त्यो उहाँलाई फेरि के लागेको छ, नेपालका वकिल जति सबै फटाने हुन् भन्ने भएछ है। त्यसपछि उहाँले, मैले यसो हेरेँ फोन छ 8-9 वटा फोन, त्यसो फोन गरेँ, कहाँ आउनुहुन्छ नि, यहाँ छु तपाईँ। अब उसलाई यहाँ बोलाउँ, मेरो अफिस बोलाउँदा मलाई इरिटेसन भइसकेको छ। हामी त्यहीँ आयो, फोन उठेन, अनि हामी फर्क्यौँ भन्नुभयो। यसो माथि हेर्दा मेरो अफिसको बोर्ड देख्नुहुन्थ्यो, उहाँले हेर्नु भएन, देख्नु भएन, त्यो त उहाँ गल्ती छैन। त्यसै मैले के भने, मेरो एकजना भाइ त्यहाँ आउनुहुन्छ भने मेरो स्टाफ भाइलाई ल तिमी त्यहाँ जाऊ रिसिभ गरेर आऊ भने ल्याएँ। त्यसपछि सर काम गऱ्यो, किन यति ढिलो गरे भन्दाखेरि केही भन्नु भएन। अब बिहे दर्ता त आज गरेपछि त बेलुका पाइहाल्छ त, पाइहाल्छ। बेलुका मैले दिउँसो 12-1 बजीतिर गएर बिहे दर्ता गराएँ। मेरो अर्को असिस्टेन्ट बहिनी हुनुहुन्थ्यो, उहाँले दर्ता गर्नु, दिउँसोतिर चाहिँ भयो, सर्टिफिकेट लिने बेला हजुर हुनुपर्छ भनेर म गएँ। गएपछि उहाँ यति खुसी हुनुभयो, एकै दिनमा काम भयो। अनि मैले फी कति के भनेको थिएँ भने, तपाईँलाई दिन कति मन छ होइन, तपाईँ यसो हेर्दाखेरि त सम्पन्नै हुनुहुन्छ, दिन कति मन छ भन्दाखेरि मैले नसोचे भन्दा बेसी उहाँले सुरुमा भन्नुभयो कि यदि मैले तोकेको भए त्योभन्दा 4 भागको 1 भाग मैले कम पाएको थिएँ होइन। त्यस्तो भइरहेछ। हजुर कति दिनु मन छ भने उहाँले भन्दा त्यो भन्नु, यति त अलिक कम त कम नै हो, तर ठिकै छ।
होइन हाम्रो चाहिँ यो यस्तै हो कि हाम्रो कानुन व्यवस्थामा अपार छ हेर्नुहोस् मान्छे जस्तो पनि भेट्नुहुन्छ तपाईँले फटा पनि भेट्नुहुन्छ असल पनि भेट्नुहुन्छ अब क्लाइन्टहरूले असल वकिल भेटे काम बन्यो 2 वर्ष खराब भयो। वकिल भेटे काम बनेन 2 वर्ष भयो उहाँ वर्षको 2 पल्ट चाहिँ नेपाल आउनुहुन्छ अस्ट्रेलियाबाट केही न केही कोसिली आउँछ है अनि उहाँलाई जति बेला पनि के छ भने यो वकिल यसो भनेर त्यो भन्नु मैले किन जोडेको भने वरिष्ठ अधिवक्ताले यो गर्दा कहाँ भएको उहाँले ठुला मुद्दा हेर्नु भएको छ ठुला कुरामा विज्ञता भएको छ यी साना कुराका प्रोसिडुरल कुराहरू याद होइन त्यो हुँदैन प्रोसिड्युरल कुरामा अब वरिष्ठ अधिवक्ता हिँड्ने पनि हिँड्नै हुँदैन। हुँदैन। यदि तपाईँ प्रोसिड्युरल कुरालाई साना मुद्दामा हिँड्ने हो भने तपाईँले वरिष्ठ अधिवक्ताको लाइसेन्स लिनै हुँदैन लिनै हुँदैन। त्यसो हुँदाखेरि मैले अघि जोडेको किन म यसमा चाहिँ दृढ छु। वरिष्ठ अधिवक्ताले जे पनि ओगट दिएर हो। होइन हाम्रो गाउँतिर भन्ने छ नि बुढो भैँसीले भगाएर ओगट हुन्छ नि त्यो ओगट दिएर अलिकति समस्या भएको छ ठिक छ मैले अर्को यो लिटिगेसनको एउटा रमाइलो किस्सा सेयर गर्ने मौका पाएँ ठिक छ। यो ब्याक टु आर्बिट्रेसनको सरलाई यस्तो केस अलिकति मेमोरेबल केस त्यस्तो कुनै छ जुन एउटा केस छ हेर्नुहोस् म काठमाडौँ बाहिरको केस हो अब ठाउँ चाहिँ अब मान्छेको गोप्यता हुन्छ म त्यहाँ अरू नै मुद्दामा गएको थिएँ त्यहाँ एउटा केस चाहिँ लामो समयदेखि चलिरहेको थियो जिल्ला अदालतमा है उहाँहरू लिटिगेसनमा जानुभएछ जानुपर्ने त्यो आर्बिट्रेसनमा थियो हेर्नुहोस् त्यो 6-7 करोड करिबको लेनदेनको केस छ मान्छेहरू चाहिँ त्यही 6-7 करोड पैसाको कारणले मान्छे चाहिँ नि सुसाइड गरेर पनि बितिसक्नु भयो त्यो मुली मान्छे अनि त्यहाँबाट त्यो साथीले चाहिँ यस्तो यस्तो केस छ एकदम चाहिँ खै के भनेर भन्नुभयो मलाई के केस हो मैले सोधेँ अनि उहाँले आफ्नो भट्टट भन्नुभयो यो त आर्बिट्रेसनमा जाने केस हो तपाईँले लिटिगेसनमा लिएर गएर त डुबाउनु भयो यार भने मैले अनि त्यसपछि उहाँले मैले त भर्खर आउनुभयो म कहाँ पहिला त म कहाँ हुनुहुन्न थियो खोइ फाइल ल्याउनुहोस् भने फाइल मगाएर मैले हेरेको आर्बिट्रेसनमा जानुपर्ने केस रहेछ त्यो जिल्ला अदालतमा चलिरहेको छ त्यो केस अनि मैले एउटा निवेदन त्यहाँ दिन लगाएँ जिल्ला अदालतमा अनि उहाँ विपक्षीले आर्बिट्रेसनमा जाने कुरा मान्नु भएन मधेस ऐनको दफा 3 मा चाहिँ त्यहाँ निवेदन दिएर दुईटा पक्षले मिलेर आर्बिट्रेसनमा लान पाइन्छ भन्ने व्यवस्था छ विपक्षीले मान्नु भएन नमानेपछि हामी उच्च अदालत गयौँ उच्चले आर्बिट्रेटर नियुक्ति गरिदियो र त्यहाँबाट लगत कट्टा भयो अहिले आर्बिट्रेसनमा त्यो केस गएको छ अब उहाँले केही न केही जित्नुहुन्छ मतलब खाली हात हुँदैन भनेपछि किनभने हाम्रा मुद्दाको प्रोसिड्युरल पनि गलत ढङ्गबाट गलत ठाउँमा सर्वोच्च अदालतमा भएको अहिले 27,000 मुद्दामा घटीमा 5,000 मुद्दा चाहिँ आर्बिट्रेटरले हेर्ने मुद्दा छ हेर्नु अरे म तपाईँलाई प्राउडली भन्छु यो चाहिँ हेर्नु 5,000 मुद्दा एक त उता घट्छ दोस्रो कुरा आर्बिट्रेसनको वर्ल्डमा आउँछ हजुरहरूको भूमिका थपिएको भनेको हजुरहरूले कम्पिटेन्ट आर्बिट्रेटर पनि मार्केटमा निकाल्नु पर्यो हजुरहरूको भूमिका किन हजुरहरू सिनियर हो नि त गर्नुपर्ने नेपाल बार एसोसिएसनले हो हेर्नु अब नेपाल बार एसोसिएसन राजनीतिमा लागेको छ यो प्रोफेसनल काम गर्ने नेपाल बार एसोसिएसनले हो कि नेपाल बार एसोसिएसन खालि अब त्यो राजनीतिक दलको चाहिँ नि झोले भएर हिँडेका छन् हेर्नुहोस् यिनीहरू यो चाहिँ आर्बिट्रेसनको काम चाहिँ वास्तवमा नेपाल बारले गर्ने हो भने यो धेरै अगाडि बढ्थ्यो भन्ने मलाई लाग्छ अनि एउटा तपाईँ कम्पिटेन्ट आर्बिट्रेटर पनि त्यसमा हजुरहरूको भूमिका हुनुपर्छ त्यो कसरी ल्याउने त्यो फल गर्ने तपाईँको पनि जिम्मा भयो नि त ठिक हो त्यो म स्वीकार छु हरिजी बार एसोसिएसनलाई कन्भिन्स गर्ने काम त हजुरको हो नि स्वीकार छु म यो कुरा ठिक हो हाम्रै हो बार हो नि अनि अर्को चाहिँ व्यवसायीहरूलाई आर्बिट्रेसनको जुन एजुकेसन छ नि यो चाहिँ जस्तै एफएनसिसिआईलाई नै मतलब नेपाल यो महासङ्घ तपाईँको चाहिँ उद्योग वाणिज्य महासङ्घलाई नै आर्बिट्रेसनको चाहिँ के अरे अवेरनेस कम भयो कि अवेरनेसै छैन बिजनेसम्यान अब सबभन्दा बढी आर्बिट्रेसनमा जानुपर्ने निर्माण व्यवसाय महासङ्घ छ त्यहीँकै साथीहरूलाई आर्बिट्रेसनै मतलब छैन हेर्नुहोस् है त्यस कारणले गर्दाखेरि उहाँहरूलाई पनि आर्बिट्रेसन लिटरेसी होइन यो सिकाउनु पर्ने त्यही भन्न खोजा त्यो यसमा पनि फेरि केही नाम चलेका कानुन व्यवसायहरू अझ आर्बिट्रेसनमा बढी इन्जिनियर साहबहरू लाग्नु भएको छ तपाईँहरूको इन्जिनियर साहबले गर्ने होइन आर्बिट्रेसन गर्ने वकिलले हो यो आर्बिट्रेसन गरेर तपाईँहरू कहीँ फेरि मुद्दा अन्त जान्छ मेरो भाग फुत्किन्छ भनेर कम गर्नु त होइन नि होइन त्यस्तो होइन म तपाईँलाई हेर्नुहोस् बेनिफिट अफ डाउट तपाईँ होइन तपाईँले पनि यो ज्ञानपुञ्ज यो चलाइरहनु भएको छ होइन धेरै राम्रो काम गर्नु भएको छ हरिजी म तपाईँसँग सँगै छु कति वर्षदेखि 4-5 वर्षदेखि नै सँगै छु तपाईँको सुरुवातदेखि नै म तपाईँलाई के निवेदन गर्छु भने यो वकिललाई मात्रै तालिम दिएर हुँदैन एफएनसिसिआईकाहरूलाई पनि तालिम दिनुहोस् वाट इज आर्बिट्रेसन लिटरेसी फर्स्ट भन्नुहोस् र नेपाल निर्माण व्यवसाय महासङ्घका मान्छेहरूलाई पनि तपाईँले तालिम दिनुहोस् किनभने उहाँहरूलाई पनि यो कुरा थाहा छैन एउटा राम्रो कोर्स डिजाइन गर्नुहोस् र उहाँहरूसँग मिलेर उहाँहरूलाई पनि एउटा तालिममा अगाडि बढाउनुहोस् भन्ने म यहाँहरूलाई निवेदन गर्छु यो डिस्प्युट रेजुलेसन गर्दाखेरिको च्यालेन्जिङ सिचुएसन के हुन्छ सर मेन अब हेर्नु त्यसमा चाहिँ के हुन्छ भने अदालतको न्यायाधीशले कुनामा बसेर अँध्यारो कोठामा बसेर
जे निर्णय गरिदिए पनि हुन्छ हेर्नुहोस् होइन। किन मैले भने जे निर्णय पनि गर्दै हुन्छ भनेर अराजक निर्णय गर्छन् न्यायाधीशले भन्न खोजे होइन। उहाँहरूले जे निर्णय गरिदिए पनि कानुनले उहाँहरूलाई प्रोटेक्ट गर्छ, उहाँहरूलाई न्यायाधीशहरूलाई। तर आर्बिट्रेटरलाई कानुनले प्रोटेक्ट गर्दैन। उसलाई चाहिँ के भन्छ भने यो चाहिँ राष्ट्र सेवक हो भन्छ भ्रष्टाचार निवारण ऐनले। भने चाहिँ न्यायाधीशलाई मुद्दा लाग्दैन, आर्बिट्रेटरलाई मुद्दा लाग्न सक्छ क्या, बुझ्नुभयो। त्यस कारणले आर्बिट्रेटर मोर कन्सियस भएर काम गर्नुपर्छ। हेर्नुहोस् आर्बिट्रेटरका जिम्मेवारी धेरै बढी हुन्छ क्या। यो कमर्सियल केसको यो डिस्प्युटको प्रस्थान बिन्दु भनेको कन्ट्र्याक्ट पेपर नै हो। कन्ट्र्याक्ट नै हो, कन्ट्र्याक्ट पेपर पेपर नभइकन कन्ट्र्याक्ट हो। आर्बिट्रेसनको सुरुवातै हो, सुरुवात पेपर नभन्नु न, किनभने त्यो त के अरे अलिखित पनि करार हुन्छ, मौखिक करार पनि हुन्छ, कन्ट्र्याक्ट नै हो। यो कन्ट्र्याक्ट ड्राफ्टिङमा या सुरुवातमा गर्ने कमन मिस्टेकहरू के हुन्? सबभन्दा पहिला त तपाईँको क्लियर कट रूपमा त्यो दुईटा पक्ष हुन्छ, त्यसमा पहिलो पक्ष, दोस्रो पक्ष, तेस्रो, चौथो पनि हुनसक्छ। उनीहरूको चाहिँ लायबिलिटिज र ड्युटिज र लायबिलिटिज क्लियर कट नलेखिने कि क्लियर कट यसमा चाहिँ हुनेछ होला यस्तो लेख्नु हुँदैन त्यसमा होइन। हुनेछ हुन्छ, गर्नुपर्ने छ यसरी लेखिनुपर्छ। पहिलो हाम्रो साथीहरूले गर्ने गल्ती पहिलो। दोस्रो चाहिँ के छ भने यसको विवाद भयो भनेदेखि आर्बिट्रेसनबाट हेर्ने छ भनेर लेख्नुपर्छ, लेखिदिनु पर्यो। सर यो आर्बिट्रेसन र लिटिगेसनको धेरै भिन्नता देखिन्छ होइन। केसहरू आर्बिट्रेसन जानुपर्ने लिटिगेसनमा गएको, लिटिगेसनमा गएको आर्बिट्रेसनमा गएको भन्नेहरू पनि धेरै रहन्छ। एउटा यो चर्चित केस छ कि सर, यो धुर्मु सुन्तली फाउन्डेसनको जुन भरतपुरमा, धन्यवाद मैले बुझेँ। र यो आर्बिट्रेसनमा नगएर लिटिगेसनमा गएर केसले एकदम लिङ्गरिङ भएको हो। त्यो चाहिँ मलाई हेर्नुहोस् त्यो केसको वकिल त म होइन हजुर, तर जे चाहिँ नि मैले धुर्मु सुन्तली फाउन्डेसनको बारेमा मलाई थाहा छ। जस्तो उहाँले आफैले बनाउनु भयो त्यो रङ्गशाला एउटा लेभलमा, त्यो बनाउँदाखेरि उहाँलाई धेरै ऋण लाग्यो, उहाँले त्यो बनाउनु सक्नु भएन, उहाँले छोड्नुभयो। महानगर भरतपुरले त्यो चाहिँ ह्यान्डओभर टेकओभर गरेर लियो र त्यसमा नेपाल सरकारले झन्डै 18 करोड पैसा दिएको छ मैले थाहा पाएँ अनुसार। अब त्यो 18 करोड पैसा चाहिँ कसरी त्यहाँ चाहिँ भुक्तानी गर्ने हिजोको ऋणमा भन्ने अहिले विवाद भइरहेछ र त्यसको लागि उहाँहरू लिटिगेसनमा जानुभएको छ जिल्ला अदालतमा। यो जानुपर्ने आर्बिट्रेसनमा थियो। आर्बिट्रेसनको 3टा पार्टी, एउटा नेपाल सरकार, एउटा महानगरपालिका भरतपुर र एउटा धुर्मु सुन्तली फाउन्डेसन, यो 3टा चाहिँ त्यसमा गएर एउटा आर्बिट्रेटर, असल आर्बिट्रेटर, योग्य आर्बिट्रेटर छानेर उहाँहरूले र त्यसलाई चाहिँ नि एउटा आर्बिट्रेसनमा गएर त्यसको डिसिजन गरायो भने नेपाल सरकारको पैसा पनि आर्बिट्रेटरले जे डिसिजन गरिदिन्छ त्यो भुक्तानी गर्न पनि मिल्थ्यो क्या। त्यो लिगल हुन्थ्यो। त्यो उच्च अदालत जान्थ्यो, त्यसले सदर गरिदिन्थ्यो, सदर गरिदिएपछि त्यो पैसा टक्क भुक्तानी हुन्थ्यो नि। हो अब उहाँहरू कन्ट्र्याक्टमा जानुभएको छ। सार्वजनिक खरिद ऐनको कुरा, करार ऐनले तपाईँको चाहिँ स्पेसल ललाई यसले रोक्न सक्दैन। त्यो मैले थाहा पाएसम्म त्यो केस चाहिँ नि लिङ्गरिङ हुन्छ, त्यसले धेरै अगाडि बढ्न सक्दैन। त्यो चाहिँ अहिले नै आर्बिट्रेसनमा जानुहोस् त्यो केस भनेर म सुझाव दिन चाहन्छु उहाँहरूलाई। यो कर्पोरेट सेक्टरमा लिगल कम्प्लायन्सहरू कतिको मिटिगेट हुन्छ सर, कति गरिरहेको पाइन्छ? अब हेर्नु, पहिलो कुरा त नेपालको कर्पोरेट वर्ल्डमा उनीहरू नै जान्ने सुन्ने वकिल पनि हुनै, त्यो फ्याक्ट्रीवाला अथवा सबै व्यापारी साथीहरू सबै जान्ने सुन्ने उहाँहरू नै हो भन्ने लाग्छ उहाँहरूलाई है। उहाँहरू चार्टर एकाउन्टेन्ट नै उहाँहरू नै, वकिल पनि उहाँहरू नै, सबै मैले जानेको छु भन्ने छ पहिलो होइन। त्यसबाट उहाँहरू खुस्किनुहुन्छ पहिलो कुरा। दोस्रो कुरा वकिललाई दिएको फी भने चाहिँ त्यो सित्तै दिएको भन्ने हुन्छ क्या। उहाँ यो फोकटमा गयो घुसखौरीमा चाहिँ लाखौँ खुवाउनु सक्नुहुन्छ उहाँहरू हो होइन। वकिललाई केही 1000 पैसा दिँदा चाहिँ यो चाहिँ हराएको पैसा हो, मेरो डुबेको पैसा हो जस्तो उहाँहरूलाई लाग्छ। हेर्नु अहिले वर्ल्डमा तपाईँ हेर्नु होला, बिल गेट्सलाई बिल गेट्स बनाउने, मार्क जुकरबर्गलाई जुकरबर्ग बनाउने, बुझ्नुभयो, एलन मस्कलाई एलन मस्क बनाउने मान्छेहरू त्यहाँ तपाईँ गएर हेर्नु होला, त्यहाँ चार्टर एकाउन्टेन्ट र वकिलको ठुलो हात हुन्छ। हेर्नुहोस् उनीहरूले त्यसलाई जति तपाईँको चाहिँ एउटा सिस्टमेटिक बनाइदिन्छ। यो अहिले यो एन्टरप्रेनरहरू हुनुहुन्छ नि, न्यू एन्टरप्रेनरहरू, यो बिजनेसम्यानहरू त एउटा लेभलमा पुग्नु भएको छ। उहाँहरूले 100 ठक्कर खाएर अब मैले यो गल्ती गरेछु भन्ने छ। एन्टरप्रेनरले के गर्छ भने सिड मनी त मिलाउँछ, फाइनेन्सियल एस्पेक्ट त हेर्छ। मैले कति साथीहरूसँग बोल्दाखेरि पनि सर यो फाइनेन्सियल चाहिँ मेरो कन्ट्रोलमा राखेँ, यो गरेँ, ऊ गरेँ, ब्याङ्क खाता कसले सब गरेँ, तर यो लिगल कम्प्लायन्समा चाहिँ मैले केही कामै गरेर कम्पनी दर्ता कसले गरिदियो भने भइहाल्यो, त्यसो केही गरेन भन्ने छ। यो एन्टरप्रेनरहरूले लिगल सेक्टरमा गर्नुपर्ने 1, 2, 3 कामहरू के हुन्छ? जस्तो सबभन्दा पहिलो कुरा त उसले कोही न कोही वकिल चाहिँ
राख्नै पर्छ कि त्यो वकिल भनेको उनीहरूलाई के लाग्छ भने लिगल एडभाइजरै राख्नुपर्छ, महिना पैसा दिनुपर्छ भन्ने उनीहरूलाई लाग्छ कि त्यस्तो होइन क्या। एकजना कोही वकिल उहाँले ल है तपाईँलाई केही पऱ्यो भने मैले तपाईँलाई सोध्छु है, सोधेया बेलामा तपाईँले मलाई नझर्को मानिकन तपाईँले मलाई दिनु होला, मलाई जवाफ दिनु होला। हो त्यो बापत हेर्नुहोस्, उसको त पेसै त्यही हो वकिलको त होइन। त्यो बापत तपाईँले उसलाई केही न केही तपाईँले गर्ने बानी गर्नु होला है। त्यसो गऱ्यो भने के हुन्छ भने पहिलो कुरा चाहिँ तपाईँको आफ्नो कर्पोरेट सेक्टर चाहिँ तपाईँको विकास हुँदै जान्छ है, पहिलो। दोस्रो, तपाईँले जे भन्यो मान्ने वकिल नराख्नुहोस्, पुच्छर हल्लाउँदै हस् हजुर भन्ने चाहिँ वकिलै होइन। हेर्नु त्यो चाहिँ वकिलै होइन। हेर्नु चाहे त्यो जति सिनियर वकिल होस्, मैले यहाँ देखाएको छु कर्पोरेट क्लाइन्टहरूलाई जी हजुर गरेर हजुर हस् हजुर हुन्छ हजुर, हामी कहिले कहिले मिटिङमा बस्छौँ, हामीभन्दा धेरै सिनियरहरूले पनि त्यसको चाहिँ अब तलुवा चाटेको भन्ने शब्द अलिक बढी होला, तर त्यस्तै गरिरहेको देख्छौँ हामी। हेर्नु है त्यो हेर्नुहोस्, वकिलले आफ्नो जब चाहिँ तपाईँको आफ्नो कम्पिटेन्सी गुमाउँछ नि, त्यो क्लाइन्टको पनि उसले न्याय गर्न सक्दैन क्या, बुझ्नुभयो। किनभने क्लाइन्टलाई उसले डिक्टेट गर्नुपर्छ, यो अनुसारको तपाईँले गर्नुहोस्, नत्र तपाईँलाई यो घाटा हुन्छ भन्न सक्ने वकिल राख्नुहोस्। यो यसले गर्दाखेरि उहाँहरूको जुन अब्स्ट्याकलहरू कम हुँदै जान्छन्, धेरै बिजनेस स्मुथली धेरै। अनि एकैचोटि हेर्न कतिपय फाइनेन्सियल लस पनि हुँदैन, बिजनेस पर्सनहरू धेरै एकैचोटि डुबेका छन्। एकैचोटि तपाईँको चाहिँ नि त्यो हुन्छ नि लुडोमा चाहिँ उहाँ माथि चाहिँ साँप 99बाट 4मा आज जस्तो एकैचोटि 79 करोड कमाएका मान्छे एकैचोटि 4 करोडमा आउँछन्। त्यो आएको रिजन चाहिँ तपाईँको लिगल कारणले नै हो। सुरुदेखि नै कानुनी रूपमा उनीहरूको स्ट्रङ डकुमेन्टेसन भएन, स्ट्रङली काम भएन, स्ट्रङली तपाईँको कुन कोर्टमा जानुपर्ने भएमा एउटा कोर्टमा जानुपर्ने अर्को कोर्टमा गएको छ, गर्नुपर्ने एउटा छ गरे अर्को छ, इत्यादि कारणले उनीहरूको लिगल एडभाइजर अथवा लिगल काम गर्ने मान्छे कम्पिटेन्ट नपरेका कारणले पनि धेरै मान्छेहरू बिग्रिएका छन्, हामीले देखेका छौँ। ज्ञानपुञ्जले यही कुरा आइडेन्टिफाई गरेर नेतृत्व, व्यक्तित्व, संस्थागत र एन्टरप्रेनरसिप डेभलपमेन्टमा काम गरेको छ। ठिक छ सरलाई यो राम्रो गरिरहनु भएको छ तपाईँहरूले, म तपाईँहरूलाई एप्रिसिएट गर्छु, राम्रो गर्नु। यसमा ज्ञानपुञ्जले व्यक्तित्व विकासका आयाममा पनि काम गरिरहेको छ, विभिन्न चरणमा ट्रेनिङहरू गरेको छ, लिडरसिपमा पनि त्यही हिसाबले काम गरेको छ, कर्पोरेट सेक्टरमा पनि हामीले धेरै काम गरेको छौँ। रिसेन्टली हामीले नेपालका माइक्रो फाइनेन्स इन्स्टिच्युटका प्रोफेसनलहरूलाई बङ्गलादेशमा लगेर पनि हामी तालिम गऱ्यौँ। यो इन्टरनेसनल त्यो एक्सपोजर पनि गराउनुपर्छ भन्ने हिसाबले, किनभने माइक्रो फाइनेन्स इन्स्टिट्युसनका व्यक्तित्वहरू भनेको नेपालको रियल एन्टरप्रेनरका उहाँ साझेदार हो कि है। त्यो हिसाबले हामीले त्यो सेक्टरमा पनि काम गरेका छौँ। यसले अहिले गरिरहेको जुन ज्ञानपुञ्जले गरेको आर्बिट्रेसन, मेडिएसन, लिटिगेसन लगायतका ट्रेनिङ र यो कर्पोरेट सेक्टर ट्रेनिङहरूमा सरको दृष्टिकोण के छ? होइन, तपाईँहरूले धेरै राम्रो गरिरहनु भएको छ, तर मलाई चाहिँ के लागिरहेछ भने जस्तो आर्बिट्रेसनमा तपाईँहरूले वकिल फोकस्ड मात्रै गरिरहनु भएको छ, आर्बिट्रेटर फोकस। तपाईँले क्लाइन्ट फोकस गर्नु पऱ्यो कि। जस्तो आर्बिट्रेसनमा कस्तो किसिमको विवाद भएपछि आर्बिट्रेसनमा जाने तपाईँले तिनीहरूलाई सिकाउनु पऱ्यो नि। जस्तो लिट्रेसी जस्तो उनीहरूको कर्मचारीहरूलाई सिकाउनु। त्यो भने तपाईँ अघि भन्दै हुनुहुन्छ सर बार एसोसिएसनले गर्ने काम फेरि ज्ञानपुञ्जले गर्ने होइन, अब बार एसोसिएसनले गरिरहेको छैन, त्यस कारणले तपाईँले कमसेकम यो काम गर्नुहोस् प्लिज भन्छु म तपाईँलाई। जस्तो चाहिँ नि एफएनसिसिआईमा ठुला कर्पोरेट चाहिँ नि वर्ल्डहरू छन्, त्यहाँ ठुला कर्पोरेट हाउसेसहरू छन्, उनीहरूका सिइओहरूलाई तालिम दिनुहोस्, उनीहरूका चाहिँ नि एकाउन्ट चिफहरूलाई तालिम दिनुहोस्, उनीहरूका चार्टर एकाउन्टेन्टहरूलाई तालिम दिनुहोस् तपाईँ, भन्नुभयो। र अर्को यो निर्माण व्यवसाय महासङ्घका निर्माण व्यवसायीहरूलाई तालिम दिनुहोस् र उहाँहरूका कर्मचारीहरूलाई तालिम दिनुहोस्। र यसले के गर्छ भने आर्बिट्रेसनमा जानुपर्ने रहेछ, हामी बिग्रेका रहेछौँ अहिलेसम्म, लिटिगेसनमा गएर हामीले चाहिँ न्याय नपाएका रहेछौँ भन्ने कुरा चाहिँ उहाँहरूलाई सिकाउनु पर्ने अवस्था छ। यसले चाहिँ समग्र देशको अर्थतन्त्रको विकास धेरै नै, जस्तो तपाईँले विदेशबाट एफडिआई आउनको लागि पहिलो क्राइटेरिया नै त्यहाँको आर्बिट्रेसन कस्तो छ भनेर हेर्छ विदेशमा। यो नेपालमा अघि सरले पनि भन्नुभएको छ आर्बिट्रेसनको लागि हब बन्दैछ, इमर्जिङ छ, के हो त आधारहरू? अब हेर्नु त्यसको आधार चाहिँ के हो भने जस्तो सिङ्गापुरमा अहिले विश्वको आर्बिट्रेसनको हब सिङ्गापुर हो। यत्रो सानो देश छ, त्यो कसरी हब भयो भन्दा त्यहाँ चाइनिज पनि जान्छन्, अमेरिकन पनि आउँछन्, त्यहाँ पाकिस्तानी पनि जान्छन्, इन्डियन पनि जान्छन् है। नेपाल ठ्याक्कै त्यही हो। तपाईँको सिङ्गापुर र नेपालमा के फरक छैन भने यहाँ रसियन पनि आउँछन्, अमेरिकन पनि आउँछन् नेपालमा, इन्डियन पनि आउँछन्, चाइनिज पनि आउँछन् होइन है। यहाँ पाकिस्तानी पनि आउँछन्, इन्डियन पनि आउँछन्। यहाँ कुनै शत्रुता भएका देशहरू दुईटै देश चाहिँ नेपालमा आउँछ, किनभने नेपालको प्रत्येक देशसँग राम्रो सम्बन्ध छ। भू राजनीतिक हिसाबले पनि नेपाल त्यो आर्बिट्रेसनको लागि एकदमै योग्य
ठाउँ छ हेर्नुहोस्। आर्बिट्रेटर विदेशी नै राख्नुहोस् तपाईँहरू, नो प्रब्लम, नो प्रब्लम। तर यहाँ ल्याएर तपाईँ चाहिँ नि अब हामीले अब बाटो राम्रो छैन, नाम्चे बजार अब प्लेन नै जानु पर्यो, सडक छैन होइन, तपाईँको चाहिँ नि काला पत्थरमा आर्बिट्रेसन, नाम्चे बजारमा आर्बिट्रेसन, बुझ्नु भएन, एउटा कुनै 5000 मिटर अग्लो कुनै हिमालमा आर्बिट्रेसन। हेर्नु यो वर्ल्डमा त उनीहरूले विभिन्न किसिमको एक्सपिरियन्स गरिसके र उनीहरूले हेर्नुहोस् त्यसको लागि नेपालको चाहिँ नि के अरे काठमाडौँमा आर्बिट्रेसन होइन, भगवान् पशुपतिनाथको अगाडि पशुपतिनाथको सामिप्यमा पशुपतिनाथको 1 किलोमिटरभित्र गरेको आर्बिट्रेसन हो। एउटा दिल्लीको कुनै ठुलो चाहिँ अरबपतिले त्यो भन्न सक्दैन मैले पशुपतिनाथको समीपमै पशुपतिनाथ के नजदीक में किया हुआ आर्बिट्रेसन है मैं मानता हूँ भन्न सक्दैन। हेर्नु त्यहाँ लगेर तपाईँ आर्बिट्रेसन जोड्नुहोस् न, तपाईँको यो बुद्धसँग लगेर जोड्नुहोस्। चाइनिजहरू उहाँ चाहिँ जहाँ गौतम बुद्ध जन्मिनु भएको थियो त्यहाँ मैले आर्बिट्रेसन गरेको थिएँ। ठुला होटलहरू अहिले खुलिसके 5 स्टारहरू, त्यहाँ आर्बिट्रेसन गर्नुहोस्। यो फेरि अर्को के पनि देखियो, तर त्यसको लागि राज्यले सहयोग गर्न पर्छ। राज्यले सहयोग अहिलेसम्म गरेका छैन, आर्बिट्रेसनको बारेमा राज्यले मतलबै गरेका छैन, त्यस कारणले त्यो अवस्था चाहिँ हुनु चाहिँ पर्छ। अर्को यो के एउटा त्यसरी आउने भू राजनीति त्यो हिसाबले पनि हाम्रो देश ठिक भयो। अर्को यो लजिस्टिक म्यानेजमेन्टमा पनि हाम्रो अलिकति सस्तो हो, कति सस्तो अर्को यहाँ देखिरहेको चाहिँ अलि आउन खोजेको तर हुन नसकेको कुरा चाहिँ नेपालमा यो आर्बिट्रेसनको जुन सेक्रेटेरियल पार्ट छ नि त्यो हेर्ने योग्य मान्छे छैनन्। कारण हो, तपाईले एकदम सही भन्नुभयो, सेक्रेटेरिएट पनि छैन क्या, आर्बिट्रेटर त छैन, सेक्रेटेरिएट पनि छैन, राम्रोसँग चिया चमेना खुवाउने पनि छैन क्या। तपाईँले भन्नु खोजेको त्यही न हो, चिया चमेना मात्रै होइन कागजपत्र मिलाउने होइन, आर्बिट्रेटरको लागि आवश्यक तपाईँको सम्पूर्ण लजिस्टिक कुराहरू उपलब्ध गराउने नलेज भएको मान्छे नेपालमा छैन। एकदम सही कुरा हो। त्यस कारणले राज्यले यो क्षेत्रलाई पुरै बेवास्ता गरेछ। राज्यले 5 पैसा लाउनु पनि पर्दैन। हेर्नु राज्यमा अहिले भएका कानुन नियमहरू अलिकति संशोधन गरिदिनुपर्छ राज्यले। राज्यको 5 पैसा आर्बिट्रेटर क्षेत्रलाई चाहिए पनि छैन, यही सेक्टरमा पैसा छ, यहीँबाट पैसा कमाउँछ, राज्यले पनि पैसा कमाउँछ रोयल्टीको रूपमा। हेर्नु त्यो सिङ्गापुरमा अहिले पनि जिडिपीको धेरै पर्सेन्ट चाहिँ तपाईँको आर्बिट्रेसनबाट जान्छ जिडिपीमा। भने नेपालमा त तपाईँले ट्याक्स लिन पाउनु भयो नि, आम्दानी खर्च त यहीँ हुन्छ नेपालमा, त्यसको ट्याक्स लिन पाउनुभयो राज्यले। तपाईँको विश्वका 101 मान्छेहरू धनाढ्य मान्छेहरू तपाईँको नेपाल आउने भए, टुरिज्म चल्ने भयो, चल्दैन। त्यस कारणले राज्यले यो चाहिँ नि के छ भन्दाखेरि धनाढ्य मान्छे धेरै खर्च गर्छन्, खर्च स्वाभाविक रूपले गर्छन् नि, यहीँको साग हुन्छ। आर्बिट्रेसन भनेपछि 3 दिन 4 दिन मिनिमम बस्छ। हेर्नु त्यस कारणले गर्दाखेरि अब उनीहरू आउँदाखेरि अरू टुरिज्म पनि गर्छ। यो यसै कुरालाई ध्यानमा राखेर ज्ञानपुञ्जले रिसेन्टली अब एकदम यही अर्को हप्तामै ज्ञानपुञ्जले आर्बिट्रेसन ट्राइब्युनल सेक्रेटरीको ट्रेनिङ राखेको छ। धेरै राम्रो। यसमा को सहभागी हुन ठिक हुन्छ सरको सुझाव को कसलाई भन्नु? यसमा चाहिँ के छ भनेदेखि मेरो विचारमा आर्बिट्रेसनको सेक्रेटेरिएटमा काम गर्ने मान्छेहरू एउटा पूर्व कर्मचारीहरू जो अदालतबाट रिटायर भए होइन, क्रिएटिभनेस भइराखेकाहरू है, त्यो रिटायर भएका मान्छेहरूमा धेरैमा क्रिएटिभनेस हुँदैन र क्रिएटिभनेस भएका, किनभने उनीहरूलाई सबै कुरा थाहा छ क्या, उनीहरू फैसला लेख्न जान्दछन् क्या, बुझ्नुभयो। किन आर्बिट्रेसनको समस्या एउटा फैसला लेखन पनि हो है। तपाईँ अदालतको ठुलो कर्मचारी चाहिँदैन, तपाईँको सुब्बा खरदार डिठा बिचारी होइन, तपाईँको सुब्बा होइन सेक्सन अफिसर लेभलको कर्मचारी भए पुग्छ है। त्यो कर्मचारीलाई फोकस गर्नुहोस्, तपाईँ तालिम लिनुहोस्, तपाईँलाई काम लाग्छ, भोलि पनि तपाईँलाई चाहिँ 2 पैसा आउने काम हुन्छ भन्नु होला पहिलो। दोस्रो कानुन व्यवसाय नै हो। हेर्नु कानुन व्यवसायहरू जसले राम्रो लेख्नलाई जसको स्किल छ त्यस्ता मान्छेहरूलाई फोकस गर्नु दोस्रो। तेस्रो चार्टर एकाउन्टेन्टहरू सिएहरू होइन, सिएहरू अब धेरै सिए भइसक्यो नि त अहिले यहाँ होइन, त्यो त्यस कारणले यिनीहरूलाई फोकस गर्नु होला। अहिले हामीलाई फ्रिक्वेन्टली आस्क हुने क्वेसन भने के छ भने हाम्रा धेरै त अब हाम्रो डोमिनै धेरै लिगल सेक्टरको हुँदाखेरि लयर साथीहरू हुनुहुन्छ, मलाई यो आर्बिट्रेसन सेक्रेटरीको ट्रेनिङ होइन, मलाई त्यो प्रोफेसनल आर्बिट्रेसन चाहियो जहाँ मैले फैसला लेख्न सक्छु भन्ने यो क्वेसनको हामी अब तपाईँहरू उहाँहरूले बुझ्नु भएको छैन। फैसलाको लागि भनेको तपाईँलाई क्लाइन्टले पत्याउनु पर्यो, क्लाइन्टले पत्याउनुको लागि तपाईँमा एउटा स्किल हुनु पर्यो, त्यसको लागि एज पनि चाहिन्छ, भर्खरकोलाई त्यहाँ दिँदैनन् किन त्यो जजमेन्ट गर्ने कुरा हो बुझ्नु भने। त्यस कारणले पहिला तपाईँले त्यो लेख्न जान्नुभयो यदि भने तपाईँ भोलि सफल आर्बिट्रेटर हुन्छ। आर्बिट्रेटर भइसकेपछि त लेख्नु त पऱ्यो नि। भनेपछि अहिले हामीले आयोजना गरेको यो आर्बिट्रेसन ट्राइब्युनल सेक्रेटरियल ट्रेनिङ पनि उहाँहरूको लागि त अपर्च्युनिटी हो।
जस्तो हामीले आर्बिट्रेसनमा हामी फैसला लेख्छौँ क्या। अब हामीले फैसला लेख्न जानेको कसरी त भन्दा मुद्दा लेख्दा लेख्दा जाने हो हो कि भन्नु। त्यस कारणले उहाँहरूले सबभन्दा पहिला त तपाईँले सेक्रेटेरिएट ट्रेनिङ भन्ने बित्तिकै दाबी पत्र लेख्न सिकाउनुपर्छ, तपाईँले प्रतिदाबी पत्र लेख्न सिकाउनुपर्छ, तपाईँले हो कि भन्नु न, प्रत्युत्ति लेख्न सिकाउनुपर्छ, फैसला लेख्न सिकाउनुपर्छ, त्यहाँ त्यो अवार्ड लेख्न सिकाउनु पऱ्यो नि। हो त्यो सिकाउने भन्ने बित्तिकै त त्यो त आर्बिट्रेटरले सिक्ने कुरा होइन त हो, कुनै आर्बिट्रेटरले जाने हुँदैनन्। त्यस कारणले तपाईँको आएर खुसुक्क बसेर त्यो तालिम लिएर सिक्नु राम्रो। ज्ञानपुञ्जले यो मार्केटमा नयाँ इन्ट्रोड्युस इन्ट्रोड्युस होइन, यो एकदम महत्त्वपूर्ण चिज इन्ट्रोड्युस गर्नु खोज्नु भएको छ। बधाई छ तपाईँ। थ्याङ्क यू। मलाई हिजो एकजना चन्द्रेश्वर श्रेष्ठ हुनुहुन्थ्यो पूर्व अध्यक्ष बार एसोसिएसनको, उहाँले इमेलमा मलाई करस्पोन्डेन्स गर्नुभएको रहेछ। मैले हेरेँ, अलिकति खुसी पनि लाग्यो। एउटा मोटिभेसन, सानो कुराले मोटिभेसन हुने, तपाईँले यो आर्बिट्रेसनको यति राम्रो ट्रेनिङ गर्नुभएको रहेछ, हामी रियल्ली एप्रिसिएट यु, विस यु अल द बेस्ट भनेर त्यो इमेल पढ्दाखेरि पनि एउटा हामीलाई, किनभने सिनियरले त्यो इन्करेज गरिदिँदाखेरि पनि राम्रो हुन्छ। त्यसो हुँदाखेरि सरको पनि दृष्टिकोण के भने यो आर्बिट्रेसन सेक्टरमा लाग्छु भन्ने मान्छेहरू कमसेकम यो पढ्नुहोस्, र यो एन्टरप्रेनरहरू पनि त्यो आर्बिट्रेसनको नलेज ज्ञान गऱ्यो भने तपाईँ बिजनेसलाई अगाडि बढाउनलाई र कन्फ्लिक्ट नै कम गराउनको लागि सपोर्ट हुन्छ। यसमा चाहिँ भएर आउन सिए, यो कानुन व्यवसायहरू, पूर्व कर्मचारीहरू र हाम्रो इन्जिनियरहरू पनि यसमा आउन, न्यायाधीशहरू पनि, जस्तो जिल्ला न्यायाधीशहरू, उच्च अदालतकै श्रीमानहरू। अब उहाँहरू चाहिँ जो मतलब फैसला लेख्न उहाँहरूले पनि नहुने होइन नि, हो पैसा आउँछ, राम्रै हुन्छ। त्यो एउटा चाहिँ तपाईँको प्रोफेसनल काम हो, एउटा बौद्धिक काम हो, त्यो बौद्धिक काम, मेहनतको काम, कमाइ हो होइन। सरसँग यो गफ गर्दाखेरि मजा आइरहेको छ। हामीले नेक्स्ट एपिसोडलाई पनि केही थाती राख्नुपर्छ, धेरै कुरा एकै ठाउँ राख्न सक्दैन। अहिले मैले थोरै केही सरसँग राख्छु। यो सक्सेसको लागि डिसिप्लिन कि अपर्च्युनिटी? डिसिप्लिन। लिडर बोर्न बाई कि मेड बाई? अब यसमा दुइटै हुन्छ हेर्नु, मैले 50-50 नम्बर दिन्छु होइन, तर पहिलो चाहिँ बोर्न बाई नै हो। लिडरसिप बोर्न बाई? किनभने युवराज जन्मनु पऱ्यो होइन, तपाईँको कस्तो भने होइन, लिडरसिप बोर्न बाई भन्न खोजेको सरले भगवान्ले मलाई आवाज दिनुभएको थियो एउटा त्यो पनि हो। दोस्रो कुरा, मलाई मेरा बाआमाले यो संस्कार नसिकाएको थियो भने के बुझ्नुभयो, म आज यहाँ पुग्दैन थिएँ कि। त्यस कारणले बोर्न बाई। किनभने तपाईँले हेर्नु, धेरै केटा छोराछोरीले बाबुआमालाई मुद्दा हाल्नुपर्ने अवस्था छ अहिले, किनभने उनीहरूलाई बाबुआमाले असल संस्कार नसिकाएको कारणले उनीहरू अहिले लद्दु भाषण बजारमा, हेर्नुहोस् बजारमै नबिक्ने भाषण, जसले पनि उसलाई कुरै गर्न चाहँदैन। हेर्नु, सानो कर्मचारी 4-5 जना भएको ठाउँमा पनि छिची दूर गर्छ त्यो एउटालाई, हेर्नु, किनभने उसले घरबाट गलत कुरा सिकेर आएको छ क्या, बुझ्नुभयो। अनि मेरो छोरछोरीले विकासै गरेनन्, तिमीले गलत कुरा सिकाछौ अनि विकास हुन्छ कसरी? त्यस कारणले भनेको मैले। लिगल प्रोफेसनमा इन्टिग्रिटी कतिको क्रिटिकल छ? इन्टिग्रिटी धेरै क्रिटिकल छ। हेर्नुहोस्, अब यो पेसा चाहिँ नि तपाईँको कलम लेख्ने बित्तिकै पैसा आउने पेसा हो होइन, त्यसले गर्दाखेरि इन्टिग्रिटी राख्नलाई एकदम गाह्रो भइरहेछ अहिले, सबैतिर घुस चल्छ। त्यसले गर्दा इन्टिग्रिटी जसले राख्छ त्यो भोलि माथिसम्म पुग्छ, इन्टिग्रिटी राख्न नसक्ने छिटै चाहिँ बाहिरिन्छ। यो लङ टर्म क्रेडिबिलिटीको लागि कस्तो प्रिन्सिपल अपनाउनु पर्छ सर? लङ टर्म क्रेडिबिलिटीको लागि इमान्दारी, आफूलाई एकदम इमान्दार बनाउने र सार्पनेस बनाउने। हरेक अध्ययन एकदमै राम्रोसँग इमान्दारिता, अध्ययनशीलता र तपाईँले चाहिँ नि एकदमै तपाईँको इन्टिग्रिटी चाहिँ हाई बनाएर राख्नु। अब हामी यो सेसनको अन्तिमतिर चाहिँ ऱ्यापिड फायर क्वेसन राख्छौँ। त्यसमा सरलाई 2टा रोज्न पाउनुहुन्न, एउटा रोज्नुपर्ने हुन्छ र क्विक। आर्बिट्रेसन भर्सेस लिटिगेसन? आर्बिट्रेसन। ड्राफ्टिङ भर्सेस कोर्टरुम स्किल? कोर्टरुम स्किल। नलेज कि एक्सपिरियन्स? नलेज। सक्सेस लक कि डिसिप्लिन? डिसिप्लिन। फेलियर इन कि लर्निङ? लर्निङ। अथोरिटी कि इन्फ्लुएन्स? इन्फ्लुएन्स। कम्युनिकेसन कि टेक्निकल स्किल्स? कम्युनिकेसन। कंसिस्टेंसी और मोटिवेशन? मोटिवेशन। जॉब, प्रैक्टिस और बिजनेस? प्रैक्टिस। रिस्क की सिक्योरिटी? रिस्क। हजुरबाट one habit every lawyer must build. One habit must build.
कम्युनिकेसन स्किल। कम्युनिकेसन स्किल्स। वान मिस्टेक टु अभोइड। मतलब यो बोल्न नहुने वर्ड के जस्तो नराम्रो शब्द होइन त्यो चाहिँ कहिले पनि मुखबाट निस्किनु हुँदैन। वान विवादित वर्ड। विवादित वर्ड। यस। वान एडभाइस टु फ्युचर लायर। तपाईँ चाहिँ के भन्छ धैर्यता तपाईँमा जति छ त्यति तपाईँ ठुलो वकिल हुन सक्नुहुन्छ। दृढ सङ्कल्प सहितको धैर्यता चाहिँ चाहियो। यस। हामी जाँदै अन्य गर्नु नगरेर सरलाई यसरी कन्क्लुज गर्छौँ। नेपालको लिगल सिस्टमलाई इफिसियन्ट बनाउन तपाईँको भिजन के छ? यसलाई चाहिँ राम्रो बनाउनको लागि जस्तो 2-3वटा सेक्टर छ कि एउटा नेपाल बार एसोसिएसन, एउटा अदालत न्यायाधीशहरू, एउटा चाहिँ त्यहाँभित्रका कर्मचारीहरू, न्यायाधीश, कर्मचारी र वकिल, यो तिनटै जबसम्म एक ठाउँमा आउँदैन नि तबसम्म यो चाहिँ अगाडि बढ्दैन। हेर्नुहोस् अब अहिले तिनतिर छ कि तिनजनाको बिचमा भयङ्कर ठुलो खाडल छ कि त्यो त सरले आइडेन्टिफाई गर्नुभयो होइन? त्यसलाई सुधार्न के गर्नु सक्छ? त्यसलाई सुधार्नको लागि प्रधान न्यायाधीश सुधार्न सक्ने खालको र सुधार्छु भन्ने एउटा भावना लिएको प्रधान न्यायाधीश हामीलाई चाहिएको छ। नेपाल बार एसोसिएसन झोले अथवा चाहिँ पार्टीको झोले यो त यसो भयो, यो अर्कोले गरिदियोस् भन्ने भयो कि सरले के गर्नुहुन्छ? मैले चाहिँ अब म पनि अब त्यो 3टा ठाउँमध्ये म अब न्यायाधीश हुन्न, कर्मचारी पनि म हुन्न, नेपाल बार एसोसिएसन मेरो एउटा ठाउँ बाँकी छ। सर आर्बिट्रेटर हो नि सर, मध्यस्थता हो नि गर्ने होइन? सरको यो 3 मुख भएकालाई म लागिरहेको छु। म तपाईँले मेरो फेसबुकहरू हेर्न सक्नुहुन्छ, मेरो टेलिभिजन इन्टरभ्यूहरू, मेरो लेखहरू हेर्न सक्नुहुन्छ। रिसेन्टमा मैले चाहिँ यो 3टै एक ठाउँमा नआइकन यो न्यायालय सुध्रिँदैन र हामी सबै असल हुनुपर्छ र म हुन्छु त्यो भन्नुभएको छ कि त्यो होइन? मैले गरे पनि छु। मैले अहिले के गरिरहेको छु भने पहिला त भन्ने नै हो। हेर्नुहोस् आफूले त गर्ने त के त, पहिला त भन्ने हो, भनेको कुरा व्यवहारमा देखाउने हो होइन? पहिला त मैले भनेको छु, लेखेको छु, बोलेको छु होइन पहिलो। अब त्यसलाई मैले चाहिँ त्यो नाटकको रूपमा होइन, त्यसलाई साथीहरूले रियालिटीमा त्यो रियालिटीमा म आफू पनि त्यस्तै छु। म तपाईँको यो पोडकास्ट मार्फत सबैलाई निवेदन गर्छु, मैले जे बोलेको छु, जे गर्छु भनेको छु म त्यो गर्छु। त्यसबाट म कहीँ च्युत भएँ अथवा तलमाथि भएँ भने मलाई जहाँसुकै जोसुकैले पनि तैँले यसो भन्थिस् भनेर भनुन् र भन्नुपर्छ र भन्नुहोस् भन्छु, म त्यसमा खरो उत्रिन्छु। नेपालमा आर्बिट्रेसन कल्चर डेभलप गर्न के गर्नुपर्छ? यसको लागि सरकारले यो क्षेत्रलाई अपलिफ्ट गर्नको लागि मध्यस्थता ऐन 2055मा केही नगरी नहुने संशोधनहरू छ हगि, त्यो उसले गरिदिनुपर्छ र आर्बिट्रेसन चाहिँ जति पनि कन्ट्र्याक्टहरू विदेशीहरूसँग हुन्छ सरकारले गर्दा त्यसको रुम अफ आर्बिट्रेसन, प्लेस अफ आर्बिट्रेसन भन्ने हुन्छ। हेर्नुहोस् है, त्यो चाहिँ काठमाडौँ नै राख्नु पऱ्यो कि, आर्बिट्रेटर जहाँको जोसुकै होस् तर आर्बिट्रेसनको प्लेस चाहिँ काठमाडौँमै लेखिनु पऱ्यो कि। अन्त्यमा सफल कानुन व्यवसायी, सफल आर्बिट्रेटर बन्न त्यसका एक्सपिरियन्सहरूले, न्यू कमरहरूले के गर्नुपर्छ? अब पहिलो कुरा त न्यू कमरहरूले अर्को जस्तो हुनु खोज्नु भएन, आफै हुनु पर्यो। जस्तो पुराना लयरलाई हेर्ने, उसले जसरी बोल्छ म पनि त्यसरी बोल्छु भन्ने, उसले कसरी लुगा लाउँछ त्यसरी लाउँछु अथवा उसले के काम गर्छ त्यसरी गर्न खोज्नु भएन। आफ्नो जे ओरिजिनालिटी छ त्यहीमा काम गर्नु पर्यो। कोही रिसाउने स्वभाव छ, रिसाइरहनुहोस् तपाईँ। कोही रिसाउने वकिल पनि मान्छेलाई चाहिएको छ क्या। कोही नबोल्ने वकिल हुन्छ, नबोल्ने वकिल पनि कोहीलाई मनपर्छ क्या होइन? कोहीले एकदम चिटिक्क बनाएर लुगा लाउँछ, चिटिक्क लुगा लाउने वकिल कसैलाई मनपर्छ क्या? कोही रफ पनि हुन्छ, रफ मनपर्ने पनि मान्छे हुन्छन् क्या। काम त गरेको छ नि हो। त्यस कारण तपाईँको ओरिजिनालिटी नछोड्नुहोस्, इमान्दार हुनुहोस् होइन? असल व्यक्ति हो। हरि हुनु पर्यो, बाबुराम दाल हुनु, हरि र राम हुनु पर्यो। त्यसमा हरि र राम 2टा भयो भने तपाईँको चाहिँ नि पेसा मस्तले चल्छ, तपाईँ खुसी भएर चलाउन सक्नुहुन्छ। इमान्दार हुनुहोस्, इमान्दारिताले एक दिन न एक दिन तपाईँलाई फल दिन्छ र त्यो धेरै मिठो हुन्छ। आजको यो महत्त्वपूर्ण संवादमा जोडेर यो क्षेत्रमा लाग्न खोज्नेहरूको लागि राम्रो मेसेज दिनुभएको र हामीलाई पनि हौसला प्रदान गर्नुभएकोमा सरप्रति हार्दिक आभार, धन्यवाद छ। तपाईँको ज्ञानपुञ्जसँग म सुरुदेखि जोडिएको छु। मैले अहिले पनि निवेदन गरेँ, तपाईँसँग मैले धेरै सहकार्य गर्ने मौका पाएको छु। त्यो तपाईँले चाहिँ धेरै साथीहरूलाई अगाडि बढाउनु भएको छ होइन? त्यसको लागि तपाईँको संस्थालाई म धेरै धेरै बधाई भन्न चाहन्छु र तपाईँको संस्था यसै गरी अगाडि बढ्दै जाओस् र नयाँ क्षेत्र चाहिँ नि खोज्दै, नयाँ क्षेत्रमा मान्छेलाई जोड्दै, स्किल बनाउँदै लिएर जानुहोस्।
तपाईँको क्षेत्रले कानुनको क्षेत्रमा धेरै राम्रो काम गरेको छ। ज्ञानपुञ्जले ज्ञानपुञ्जको राम्रो हुँदै जाओस्, बढ्दै जाओस्, यसैमा शुभकामना दिन चाहन्छु। धेरै धन्यवाद सर। धन्यवाद। आजको हाम्रो यो एपिसोडमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता आर्बिट्रेटर बाबुराम दाहाल। आजको यो भिडियोमा हजुरहरूले सुन्न सक्नुहुन्छ कि कर्मचारी युनियनको नेता कसरी सफल कानुन व्यवसायी बन्यो, के बाबुराम दाहालले न्यायाधीशलाई घुस खुवाउनु भयो, कानुन व्यवसायीहरू गुन्डा हुन् कि न्यायाधीशहरू देवता हुन्, तुर्मुज सुन्तली फाउन्डेसन अदालत जानु गल्ती गरेकै हो या ठिक गरेको हो, सफल कानुन व्यवसायी बन्न के गर्नुपर्छ, नेपालमा आर्बिट्रेटरको करियर फ्युचर राम्रो छ कि नेपाल आर्बिट्रेसनको हब बन्न सक्छ, यसको लागि के गर्नुपर्छ, ज्ञानपुञ्जले सञ्चालन गरेको आर्बिट्रेसनसँग सम्बन्धित तालिमहरू के यो करियरको लागि उपयोगी छन्, अब आउँदै गरेको आर्बिट्रेसन ट्राइब्युनल सेक्रेटरीले तालिम के आर्बिट्रेटरको लागि उपयोगी हो, आदि विषयमा हजुरहरूले सुन्न, जान्न र बुझ्न पाउनुहुन्छ। तसर्थ भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला र हेरिसकेपछि भिडियोलाई लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। धेरै धन्यवाद। नमस्कार।